घरभित्र सुविधा सम्पन्न इलेक्ट्रिक डिभाइसहरू पनि छ, कम्पाउन्ड पनि लगाइएको छ, घरमा पैसा मजाले खातामा पनि आउँछ, यता वृद्ध भत्ता पनि आउँछ, 2टा बाबुआमा गरेर 4 दुना 8,000, उता छोरा बुहारीले पनि पठाइराख्छन्। तर भनेको बेलामा पानी खान दिने, औषधि खान दिने सन्तान पनि छैनन्। यसले दीर्घकालीन प्रभाव अथवा त्यसको दुष्प्रभाव के होला जस्तो लाग्छ त? चिनिया राष्ट्रपति सी जिनपिङको भावहरू समेटेर लेखेको एउटा गभर्नेन्स अफ चाइना भन्ने एउटा पुस्तक मैले पढेको थिएँ। तिमी जहाँ जान्छौ, संसारको जुन कुनामा बस्छौ, तिमी पहिला देशलाई माया गर, लभ योर कन्ट्री फर्स्ट, सेकेन्डली लभ योर सिटी, थर्डली लभ योर फ्यामिली, एन्ड एट लास्ट फोर्थली यु लभ योर सेल्फ भनेर चाहिँ चीनमा एउटा कन्सेप्ट रहेछ। त्यो किताबमा पनि लेखिएको छ। वैदेशिक कमाइमा भएको कुरालाई फेरि नेपालमा लिएर आएर एप्लाई गरेर अथवा लगानी गरेर क्षमता अनुसारको केही गर्न सक्ने अवस्था नभएको हो देशमा। यो व्यापारी हो, यसले धेरै कमायो, फलानुलाई फलानु किन मन परेन भन्दा यसले प्रगति गर्यो होइन, यसले चाहिँ हिजोभन्दा आज धेरै आफ्नो जीवनलाई अगाडि बढायो। यो कुराहरू समस्या सबै तहमा देखिन्छ सर। गृहयुद्धको विरोध त अन्य देशहरूमा जो गृहयुद्धमा फँसे यी कुराहरूबाट सुरु हुन्थ्यो, व्यक्तिलाई आक्रमण गर्ने, व्यक्तिका घर हान्ने भनेको कुराहरू। अब यो कुरा जति गरे पनि, जुन एङ्गलबाट व्याख्या गरे पनि, अब अहिले त हामी चेतनशील हुने कि शिक्षित हुने बहसमा छौँ। म पनि थोरै शिक्षित भइए जस्तो लाग्छ, तर चेतनशील अलि भइएन कि भन्ने लाग्छ म आफूलाई पनि। क्रान्ति, फ्रेन्च रिभोल्युसन होइन, मार्क्सको इन्डस्ट्रियलाइजेसनका कुराहरू, हिटलरका पालाहरू, हामीले एउटा विध्वंसहरू संसारले नै बिहोर्यो। पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, तमाम कुराहरू क्रान्तिको लागि भए। तर हामी अलि छिटो हतारियौँ कि हामीले मेहनत गरेर आज म 20,000 तलब खान्छु भने म 2 लाख तलब खाने हुनलाई कम्तीमा 10 वर्ष 5 वर्ष मेहनत लगानी त गर्नु पर्ला। पैसाको मात्रै लगानी सबै कुरा हुँदैन, श्रमको हुन्छ, प्रतिभाको हुन्छ, क्षमताको हुन्छ। यति फुर्सदिला नेपाली कि 4 जना बसेर क्यारम बोर्ड खेल्छन्, वरिपरि अर्को 12 जनाले हेर्छन् दिनभरि, र बेलुकी जाँदाखेरि मासु भात दुध भात पनि खान पाउँछन्। यतिको भएपछि नेपालले कहाँ काम गर्छ भन्ने सुनेको थिएँ कि। हामी कर्ममा अलि अल्छी पनि छौँ हो। शुभेच्छुक मतदाता जसले हरेक मतदानमा उसले आफूले मन लागेको चुनाव चिन्हमा भोट हाल्दै आएको छ, त्यो मतदाताले अब गर्ने के गर्ने? उसले पुरानोलाई भोट हालौँ, नयाँले मान्छेकै संज्ञामा राखेको छैन, नयाँलाई भोट हालिदिउँ, पुरानाले सम्बन्धै तोडिदिन्छु भन्ने खालको कुरा गरिराखेका छन्। नयाँ दलमा लाग्दैमा तपाईँले गरेको हरेक अपराध पानीमाथिको ओभर नहुने, र पुरानो दलमा लाग्दैमा सबै प्रतिभाहरू ओझेल पर्ने, कसैलाई नैतिक समर्थन गरेकै भरमा तपाईँ अपराधी हुने, देशद्रोही हुने, र नयाँ दल एउटा वेबमा बग्दैमा चाहिँ तपाईँ चेतनशील र बुद्धिजीवी हुने, पुरानो दलको सदस्यता त्याग्दैमा तपाईँ बुझेको हुने, नयाँ दलमा नलाग्दैमा तपाईँ नबुझेको हुने, गाली गलौजको राजनीतिले तपाईँले संसदको टिकट पाइहाल्ने, वडाध्यक्षको टिकट पाइहाल्ने, त्यसपछिको उद्देश्य के हो? नालीबेली पडकास्ट। विज्ञानजी स्वागत छ। थ्याङ्क यू। आराम हुनुहुन्छ? ठिक छ। तपाईँ युके बस्नुभयो है? हो। कति समय बस्नुभयो? म बेलायत, तपाईँले भन्नुभयो युके जाँदाखेरि आफ्नो एकदमै उर्वर उमेर, सम्भवतः म 19 वर्षको थिएँ। त्यो एउटा हुटुटी विदेश जाने खालको ट्रेन पनि त्यतिखेर मेरो पुस्ताले त्यो गर्दा भर्खर एउटा सुरु भएको, हामी +2 दिएपछि थियो। अधिकांश नेपालीहरू पढाइको लागि जाने र केही कमाउने पनि भन्ने उद्देश्य हुन्छ। तपाईँको त्यो दुइटै उद्देश्य थियो कि एउटा मात्र उद्देश्य थियो, पढ्ने कि कमाउने? अब त्योभन्दा पनि एउटा नेपालमा जन्मिएर हुर्किएर अलिकति भरतपुर आइसकेपछि कलेज लाइफ र साथीहरूको एउटा सङ्गतले चाहिँ अब कमाउने नै भन्दा पनि अब आफ्नो अध्ययनलाई पनि पुरा गरौँ, सँगसँगै आफ्नो खुट्टामा अलिकति पैसा कमाइ, विदेशमा आवरली पेको बेसमा पैसा हुने भन्ने एउटा उमेरको दोष। अब त्यो दुवै बढी चाहिँ पढाइ नै थियो पारिवारिक तर्फबाट। कति वर्ष बस्नुभयो? करिब 7 वर्ष बसेँ। अहिले फर्किनु भयो कति भयो? 2014मा म नेपाल फर्किएँ। अब अहिले हामी 11औँ वर्ष 2025, लगभग 2026को आज फेब्रुअरीमा छौँ हामी। भनेपछि त्यही 11 वर्ष भयो। 10-11 वर्ष भइसक्यो फर्किनु भएको नै भयो। विदेश जानको लागि युरोप, अस्ट्रेलिया अथवा विकसित मुलुक जानको लागि कति धेरै सङ्घर्ष गरिरहेको अहिलेको टिनेजर्सले देखिरहेको छ होइन। +2 सक्ने बित्तिकै ब्याचलर नपढिकनै पुरै एब्रोड स्टडीको तयारी हुन्छ भनौँ, या कमाइको लागि तयारी हुन्छ। तपाईँ त्यत्रो सम्पन्न मुलुकमा गइसकेर त्यही सेटल लगभग भइसक्ने बेला 7 वर्ष भने त सानो समय होइन। किन फर्किनु मन लाग्यो तपाईँलाई नेपाल फेरि? अब यसमा तपाईँले गर्नुभएको प्रश्नमा
जुन एउटा उमेर समूहमा हामी रहन्छौँ, अलिकति स्वतन्त्रता बढी चाहिने, नयाँ नयाँ कुराहरू सिक्नु मन लाग्ने, शरीरमा एक्स्ट्रा एनर्जी, थकान भन्ने नहुने, जे खाए पनि मिठो हुने, अलिकति उटपट्याङ उमेर भनेर छन्छौँ त्यसलाई। जाने क्रममा अब म मेरो बुवा आमाको एउटा मात्रै सन्तान, त्यो भइसकेपछि अब बुवा र मम्मीको चाहिँ बाबु हामीसँगै बसोस् एउटा सन्तान भन्ने थियो। तदापि त्यो बेलाको व्हिम र ती परिस्थितिहरूले अब सबै साथी सङ्गति, अब कलेज लाइफ, स्कुल लाइफ हुँदै तपाईँले भनिहाल्नुभयो, हामी पनि एकपटक विदेश ट्राई गरौँ भन्ने खालको हुटुटी मलाई पनि जाग्यो। त्यो गइयो र त्यहाँ गएपछि बुवा आमाको दुःख सङ्घर्षबाट एउटा परिवार भएर जन्मिएको नेपाली छोरो 19 वर्षको उमेरमा आफ्नो देशलाई बिदाई गर्दा एयरपोर्टमा आमा बुवाको अङ्गालो र आँसु आफन्तहरूको भन्दा पहिला त निकै नै रमाइलो खालको म बेलायत जाँदैछु भन्ने एउटा समाजमा, हाम्रो नेपाली समाजमा खाना खान बोलाउने एउटा जुन कर्टेसी मेन्टेन गर्ने हुन्थ्यो, त्यतिखेरसम्म आफूलाई निकै नै सायद म मात्रै यो संसारको सफल व्यक्ति रहेछु कि भन्ने खालको एउटा थोरै अहन्ता अथवा थोरै नयाँ भविष्य बोकेर हिँडेको पनि लाग्थ्यो। तर जब म विमानस्थलमा गइसकेपछि आमा बुवा आफन्तहरूको अङ्कमाल र आँसु र त्यसपछि त्यो बोर्डिङ पास गरिसकेर जब त्यो नयाँ सहरको यात्रा पुरा गर्दा नेपालबाट बाहिर जाने नेपालीहरू हामी सबै एक ठाउँमा बोर्डिङ पास र प्लेन चढिसकेपछि जब त्यो विमानले उचाइ लिन्थ्यो र काठमाडौँ आफ्नो आँखाले हिँडेका सडकहरू माथि आकाशमा उचाइ लिइरहँदाखेरि ती सबै घरहरू, आफूले देखेका नेपालका हिमालहरू ससाना हुँदै गए र बिस्तारै देशबाट म टाढिँदैछु, मेरो माटोबाट म बाहिर जाँदैछु, मेरो परिवारबाट म अलगिँदैछु भन्ने भावनाले चाहिँ निकै नै भावुक बनाउँदो रहेछ। त्यो बेलाको पल सम्भवतः म आज पनि अहिले पनि मलाई अलिकति भावुक खालको बनाउँछ। अब बिचमा ती पहिलोपटक विमान चढेको चेलो विदेश गइयो, पहिलोपटक नै म विमान चढेको थियो, त्यो पनि जेट विमान भयो परिस्थितिले। त्यो बेलायतमा झर्दा त्यो ट्रान्जिटहरूमा दुबईमा त्यतिखेर हाम्रो ट्रान्जिट थियो 2006-07 को बेला होला। विदेश गइसकेपछि हामीलाई मिनबहादुर गुरुङ दाई जो ब्रिटिस लाउरेमा हुनुहुन्थ्यो, मसँगै जाने गैँडाकोटको दाई मिन गुरुङ हुनुहुन्थ्यो टिचर, दाई र म गएका थियौँ र दाई आउनुभएको थियो हिथ्रो एयरपोर्टमा। दाईले लिएर जानुभयो, दाईको त्यो ब्यारेकमा हामी बसियो, युके आर्मीहरूको त्यहाँ गइयो र त्यो रात पनि म सुत्न सकिनँ। त्यो रात दाई र मलाई एउटा कोठाको व्यवस्था थियो, हामी सुत्न सकेनौँ। त्यो यावत सङ्घर्ष, नेपालबाट लगेको रुपियाँलाई पाउन्डमा कन्भर्ट गरिएको ट्राभल चेक, त्यो घरबाट बुवा आमाले पठाउनु भएको थियो, त्यो लिएर जाने क्रममा बिस्तारै पैसा पनि अब सकिँदै गयो। एउटा हुटुटी थियो, बर्गर खान मन लाग्ने, टिभीहरूमा हेरेको खाँदै गइयो र त्यहाँ त्यो पैसा सकिएपछि बल्ल महसुस भयो तिमी साँच्चै आफ्नो खुट्टामा उभिनु पर्दो रहेछ। यो देशमा भावना भन्ने कुरा भन्दा पनि सिस्टमले चलेको रहेछ र सधैँ मागेर हुँदो रहेनछ, नेपालमा घुर्काएर गरेको जस्तो भन्ने यावत सङ्घर्ष गरियो। आफूले सोचेका नसोचेका कामहरू, परिस्थितिहरू संसारभरबाट छरिएर रहेका ती विश्वभरका बेलायतमा आफ्नो सपना देखेर गएका सबै खाले वर्ग, सबै खाले जाति, राष्ट्रियता भएका मान्छेहरूसँग अनेकौँ चरणमा दुःख सुख सेयर भयो र बिस्तारै अब घरमा बुवा आमाको पनि वृद्ध उमेर, अब त्यो हिसाबले अब नेपालै फर्काउनुपर्छ। म त्यहाँ जति खुसी भए पनि बुवा आमालाई अब त्यहाँ रोएर एउटा सन्तान भएर नहोला, अब आफूलाई बुवाले दुःख गरिदिनु भएकै थियो, बुवाकै सृष्टिलाई मैले थेक्न सकेँ र अलिकति अगाडि बढेँ भने आखिर परिवारसँगै रहौँ भन्ने लाग्यो र मैले चाहिँ आफ्नै स्वइच्छाले बेलायत त्यागेर चाहिँ म नेपाल फर्किएँ 2014 मा। तपाईँले एउटै सन्तान भन्नुभयो, एउटै सन्तान हुनेहरू पनि अथवा धेरै सन्तान भए पनि अन्तिममा बाबुआमा नेपालमा वृद्ध वृद्धा भएर बस्नु भएको छ, अस्पतालसम्म लैदिने मान्छे छैन, औषधि सकियो, औषधिको त्यो खोल पढेर फेरि औषधि ल्याइदिने थपिदिने मान्छे छैन। अनि यता कता 2-4 वर्षमा तेल भिजा या उता नाति नातिनाको जाय जन्म हुन्छ, त्यसपछि बोलाउने, त्यहाँ हुर्काउने, पढाउने, अनि फेरि रिटर्न नेपालमा आउने बुबा आमा, त्यो हामीले धेरै देखेका छौँ। हुन त बसाइसराई आफैमा गलत कसरी भन्न सक्यो र, बसाइसराई नभएको भए मानव सभ्यता आज यहाँसम्म कसरी आइपुग्थ्यो र। फेरि पछिल्लो समय जुन ट्रेन्ड देखिएछ नि, यसले कस्तो प्रभाव पार्ला नेपाली समाजमा चाहिँ भन्ने लाग्छ तपाईँलाई? यो बाबुआमा नेपालमा एक्लै, घरभित्र सुविधा सम्पन्न इलेक्ट्रिक डिभाइसहरू पनि छ, कम्पाउन्ड पनि लगाइएको छ, घरमा पैसा मजाले खातामा पनि आउँछ, यता वृद्ध भत्ता पनि आउँछ, 2टा बाबुआमा गरेर 4 दुना 8,000, उता छोरा बुहारीले पनि पठाइराख्छन्। तर भनेको बेलामा पानी खान दिने, औषधि खान दिने सन्तान पनि छैनन्। यसले दीर्घकालीन प्रभाव अथवा त्यसको दुष्प्रभाव के होला जस्तो लाग्छ तपाईँलाई? अब तपाईँले जोड्नुभएको प्रश्नलाई म
हामीभन्दा पनि बाहिर तपाईँले जुन प्रश्न गरिरहनु भएको छ यो प्रश्नको उत्तर चाहिँ म दुईवटा प्रश्नबाट एउटा चाहिँ अहिले पनि हामी नेपाली समाजमा हाम्रा नेपाली चेलीहरू इजरायल गएर राम्रै कमाइ गरेको देखिरहेका छौँ। बाध्यताले भनौँ या स्वतन्त्रता खोजेर भनौँ, अब पारिवारिक कारण विचलन ती अनेकन मान्छेका व्यक्तिगत पाटोहरूमा म टिप्पणी गर्न चाहदिनँ। इजरायल जाने हाम्रा नेपाली चेलीहरू जो नर्सिङ केयर सेन्टर ओल्ड केयर सेन्टरमा इजरायलमा चाहिँ एउटा युवा दम्पति आफ्नो उमेरमा हातगोडा बलियो हुँदाखेरिसम्म चाहिँ आफ्नो परिवारसँग बस्ने र वृद्ध बुवा आमालाई लगेर नर्सिङ केयर सेन्टरहरूमा राख्ने र त्यहाँ चाहिँ हाम्रा नेपाली चेली मात्र नभएर दक्षिण एसियाली मुलुकहरू विशेषतः त्यहाँ गएर एउटा सेवा दिने र आफ्नो पनि नेपालमा भन्दा राम्रो अवसर देखेर चेलीहरू गइरहनु भएको घटनाहरू तपाईँ यतिको बुझेको मान्छेले बुझिरहनु भएकै छ। र जापानमा पनि हामीले कैयौँ लासहरू वृद्धका लासहरू अपार्टमेन्टहरूमा कुहिएर लास गनाएको भन्ने समाचार लगभग अघिल्लो वर्ष हामीले पढेकै थियौँ। अब यो सबै समस्या चाहिँ अब अहिले होला नहोला, तर त्योभन्दा बढी हामी अलिकति सामाजिक दायित्व मूल्य मान्यता हाम्रा परम्पराले हिन्दू संस्कृति या त जति पनि हाम्रा जाति धर्म संस्कृतिले हामी थोरै बाँधिएका छौँ नेपालीहरू। अब तत्कालै हामीले सोचेको तपाईँले चासो राख्नुभएको आजको भोलि अर्को वर्ष त त्यो सम्भावना नेपालमा नहोला। तथापि यो जुन ट्रेन अहिले बढेर गएको छ हुँदाहुँदै नेपालमा बुवाको अंशमण्डमा परेको या एउटा आफ्नो अग्रज अघिल्लो पुस्ताले खेती किसानी गरेर हलो जोतेर बचाएर राखिदिएका टुक्रा टाक्रीहरू पनि भेट हुनुहुन्छ मसँग पनि। ती पुस्ता मेरा साथीहरू मैले चिनजानका हाम्रो पुस्ताका साथीका अभिभावकहरू भेट हुनुहुन्छ कपाल काट्ने ठाउँमा दुध लिने ठाउँमा भन्नुहुन्छ छोराले छोरीले त्यो गाउँको 2 बिघा मलाई काम छैन बुवा म घर किन्दैछु भन्नुहुँदो रहेछ। उहाँहरूले मसँग एउटा भावनात्मक रूपमा सेयर गर्नुहुन्छ यस्तो भनेको छ बाबु अब आफूलाई त्यही पुर्ख्यौलीको माया लाग्छ भन्नुभएको छ। अहिले नयाँ पुस्तालाई चाहिँ म यो मोर्टगेज र तपाईँको होम लोनहरू तिरेर आफ्नो जीवन पश्चिमा मुलुकहरूमा बस्ने परिवारभन्दा टाढा बस्ने नेपाली माटोभन्दा टाढा बस्ने र बुवा आमाको आफ्नो पुर्खाको सृष्टिलाई पनि मासेर विदेशको भूमिमा त्यो घर किनेर जिन्दगी नै आफ्नो बालबच्चा त्यहाँ लगेर अघि तपाईँले भनिहाल्नुभयो अलिकति सुन्दा नराम्रो सुनिएला, तथापि आफ्नो बच्चाहरू जन्मिएपछि त्यो बच्चाको केयर गर्ने कुरालाई 6 महिना बुवा आमालाई तेल भिसा हाम्रो नेपालमा त्यो हिसाबले केयर गर्ने भिसाको लागि देखिन्छ। अब यो हिसाबले यही प्याटर्नमा सधैँ देश जाँदैन भन्ने हामीले आशा राख्नुपर्छ होइन। वर्तमान अवस्थामा राजनीतिक अवस्था सामाजिक अवस्था नेपालीहरू बुझ्दै गएका छन्। तथापि चिनिया राष्ट्रपति सी जिनपिङको भावहरू समेटेर लेखेको एउटा गभर्नेन्स अफ चाइना भन्ने एउटा पुस्तक मैले पढेको थिएँ। त्यो पुस्तकमा लेखिएको थियो तिमी चिनियाहरूमा त्यो एउटा देखिन्छ तिमी जहाँ जान्छौ संसारको जुन कुनामा बस्छौ तिमी पहिला देशलाई माया गर, लभ योर कन्ट्री फर्स्ट, सेकेन्डली लभ योर सिटी, thirdly love your family and at last fourthly you love yourself भनेर चाहिँ चीनमा एउटा कन्सेप्ट रहेछ त्यो किताबमा पनि लेखिएको छ। तथापि त्यो भनाइलाई मात्रै हामीले बुझ्न सक्यौँ भने पनि उपेन्द्र देवकोटा तपाईँले बुझ्नु भएकै छ सम्पन्न राष्ट्र घुम्नुभएका नेपालीहरूका एउटा अन्तर्राष्ट्रिय लेभलको मान्छे लास्टमा चाहिँ म मेरो घरको मूलको पानी खान चाहन्छु भन्नुभयो। प्यानक्रियाटिक क्यान्सर उहाँलाई भएपछि यावत कुराहरू इतिहासहरू पल्टाउँदा आफ्नो उमेरभन्दा पछि बुढ्यौलीमा रोग लागेपछि मान्छेले माटो सम्झने, परिवार सम्झने, बालापनको साथी सम्झने, आफू पढेको स्कुलका बेन्चहरू सम्झने, आफ्ना परालमा खेलेको हलो जोतेको वनभोज खाएको कुराहरू देखिन्छ। तथापि अब यो समयको कुरा हो हेर्नुहोस् अब जे भइरहेछ अब यो पक्कै पनि हाम्रो नेपाली युवाहरू नेपाली दाजुभाइ दिदीबहिनीहरू भाइटिका दसैँ यावत हाम्रा कुराहरूले जोडिएका छौँ। आशा गरौँ यो सबै कुराहरू ट्रेन्ड चेन्ज हुन्छ र साँच्चै नेपाल बन्छ। हामी बुवा आमाको महत्त्व परिवारको माटोको देशको महत्त्व हामी बुझ्छौँ भन्ने लाग्छ। अहिले म सबैलाई सकारात्मक सन्देश मात्र भन्न चाहन्छु। तपाईँ जुन पेसामा हुनुहुन्छ त्यो पेसाको म एकछिनपछि कुराकानी गर्छु के अलिकति लगानी गरेर अथवा वैदेशिक बसाइ वैदेशिक अध्ययन या वैदेशिक कमाइमा भएको कुरालाई फेरि नेपालमा लिएर आएर एप्लाई गरेर अथवा लगानी गरेर क्षमता अनुसारको केही गर्न सक्ने अवस्था नभएको देशमा कि त्यो भाष्य गलत भाष्य बनिराखेको छ? अब यो अलिकति तपाईँले सोध्नुभएको प्रश्न यसको ठ्याक्कै उत्तर दिने अवस्थामा म नेपाली युवा त्यो माथि तपाईँको आफ्नो व्यवसायको अनुभवले के भन्छ? जति हामी बाहिरबाट देख्छौँ त्यो भित्र छिरेर गर्दा त्यति सहज छैन। यो औषधिको मात्र कुरा होइन। तपाईँलाई म थोरै स्मरण गराउन चाहन्छु। तपाईँ काठमाडौँ गइरहनुहुन्छ, तपाईँहरू पत्रकारिता गर्ने मान्छे, तपाईँ काठमाडौँ जाँदा आजभोलि तपाईँले हिमालयन जाभाको एक्सप्रेस काउन्टरहरू देख्नुहुन्छ। हिजोको दिनमा हिमालयन जाभाले काठमाडौँ छमेल दरबार मार्ग हामीले नाम सुनेका लाजिमपाट होइन यी सबै ठाउँहरूमा एउटा महँगो भाडा तिरेर
एसी एउटा लग्जुरियस खालको स्टोरहरू बनाइरहेका हुन्थ्यो भने आजभोलि म यसो हेर्छु काठमाडौँ जाँदा यी कफी सेन्टरहरूले एउटा टेक वे टाइपको एउटा सानो एउटा कम्पार्टमेन्ट जस्तो एउटा डिजाइन गरेर टेक वे कफिजहरू म देखिरहेको छु। अब त्यो अहिले परिस्थिति मान्छेसँग एउटा कफी खाने समयको पनि अभाव छ होइन। अन्ततः सहरहरू सफा भयो भने हामीलाई भित्र पसेर एसीमा बस्नु पनि पर्दैन। म त विदेश बसेर फर्किएको मान्छे, म त कानमा इयरफोन लगाएर विदेशी गोराहरू एउटा ट्रेनमा बसमा तपाईँ इभन हिँड्दाखेरि एउटा न्युज पेपर लिने, अरूलाई इन्ट्रेक्ट नगर्ने पर्सनल कुराहरूमा त्यो देखेर आएको मान्छे। म काठमाडौँ जाँदा हेर्छु त्यो राजधानीको दौड र आजभोलिको युवा पुस्ता सँग त्यो 1 घन्टा कफी खाने टाइम पनि म कम देख्छु। उहाँहरू एकदमै ग्र्याब पिक एन्ड गो होइन। बिस्तारै उहाँहरू पब्लिक ट्रान्सपोर्ट हुनसक्ला, उहाँहरू पठाउको कुरा हुनसक्ला, ट्याक्सी हुनसक्ला। उहाँहरू चाहिँ त्यो एउटा मैले नमुना मात्र तपाईँलाई पेस गरेको। बिस्तारै हामी चाहिँ आजभोलिका कुराहरू तपाईँ एकदम सर्ट एन्ड स्विट खालको गर्नुपर्ने अवस्थामा त्यो ह्यासल राज्यमा हेर्दाखेरि त्यो अवसर छ। जति दुःख तपाईँको बुवाले, मेरो बुवा, हजुरबुवाहरूले गर्नुभयो त्यो दुःख हाम्रो बुवाहरूले थोरै कम गर्नुभयो। त्यो तुलनामा तपाईँ र हाम्रो वर्गले अझै कम गऱ्यौँ। तथापि यो कुराहरू हेर्दाखेरि जति हामी बाहिरबाट देख्छौँ, हेर्दालाई औषधि व्यवसाय अथवा जुन कुनै क्षेत्र यो रातो मसी चाहिँ तपाईँको मेरो भाग्य विधाता हो भन्ने जुन एउटा यो आरोप मैले कसैलाई लगाउन खोजेको होइन। तथापि त्यो त तपाईँ लाइसेन्स बनाउन जानुहोस्, मालपोतमा कर तिर्न जानुहोस्, तपाईँ रगतै चाहियो तपाईँलाई बेलुका भने पनि रगत खोज्नको शास्ति हेर्नुहोस्। यी यावत कुराहरू त्यसमा परिवर्तन गर्नुपर्ने कुराहरू धेरै नै छन्। अब त्यो व्यक्ति विशेषलाई, नेता विशेषलाई दोष दिएर भन्दा पनि समष्टमा प्रणाली विकास गर्ने कुराहरू हामी आफूमा सच्चिने कुराहरू हुन्छ। अब जति तपाईँले हेर्नु भएको छ हिजोको तुलनामा अब थोरै सुधारात्मक देखिन्छ। फेरि मैले मेरो हजुरबुवालाई सोद्धा राजाकै पाला ठिक भन्नुहुन्थ्यो। बितेर जानुभयो जुहानी मेरो मामाघर, राजाकै पाला ठिक भन्नुहुन्थ्यो। नाइट गाडीहरू चल्थे, साझा बसमा देशभरि हिँड्न पाइन्थ्यो, लुटेरा फटाहरू थिएन, गाउँबारीमा केही बस्तीमा अर्काको वस्तुले अन्नबालीहरू खाइदियो भने पनि नचिनिकाले पनि अन्नबाली खाने त्यो वस्तुलाई धपाइदिन्थे। अब त्यो अहिले कमी हुँदै गएको छ समाजमा। तथापि जे सोचिन्छ बाहिरबाट तपाईँ हेल्दी वेमा निर्भीक तरिकाले नडराइकन व्यवसाय गर्ने, स्पष्टताको साथ आफ्नो कुरामा अडान लिएर अगाडि बढ्ने नेपाली समाज अलि छैन। कताबाट अङ्कुश लगाउने, अप्ठ्यारो पार्ने। यो व्यापारी हो, यसले धेरै कमायो, फलानुलाई फलानु किन मन परेन भन्दा यसले प्रगति गर्यो होइन। यसले चाहिँ हिजोभन्दा आज धेरै आफ्नो जीवनलाई अगाडि बढायो। यो कुराहरू समस्या सबै तहमा देखिन्छ सर। तपाईँले भनेको प्रसङ्ग मलाई याद आयो। अस्ति जुन भदौ 23 र 24 गति नव पुस्ता जेन्जी समूहले आन्दोलन गरे, त्यसमा अन्य उमेर समूहका पनि प्रवेश गरे र धेरैजसो आगो लाउने, जलाउने र त्यसमा फेसबुक लाइभ गर्दै बोल्नेहरू चाहिँ प्राउड नै थिए। कोही एकजना व्यवसायीको घरमा यसले घरभित्र स्विमिङ पुल बनाउने, यस्तो लग्जरी जीवन बाँच्ने, नेताको फरक होला। कोही एउटा व्यवसायी अथवा यसले चाहिँ यस्तो गाडी चढ्ने भन्ने खालको चाहिँ नि भन्दै त्यहाँ तोडफोड र आगजनी गरिराखेको थियो। अरू कुरालाई अहिले यथावत राखेर भन्यो भने तपाईँले भने जस्तो प्रगति गर्ने नहुने, भडास पोखिहाल्ने अथवा एउटाले अलि राम्रो गर्ने बित्तिकै त्यसलाई चाहिँ तस्कर भनिहाल्ने, दलाली भनिहाल्ने। लाइक अब चन्द्र ढकालले केबुल कार खोले त खोल्यो त होइन, उहाँले दुःख गर्नुभयो, खोल्नुभयो। यदि उहाँले राज्य ठगी गरेको भने राज्यले कारबाही गर्नु पर्यो। मिन गुरुङले भाटभटेनी खोले, उनले गलत गरेको छन् भने राज्यले कानुनी कारबाही गर्नु पर्यो नि त। तर मिन गुरुङको घरमा अट्याक गरिदिनु त भएन नि। यो खालको कन्सेप्ट हाम्रो अझै पनि छ। कोही छिमेकी बरु गरिब नै होस्, ऊ निरीह भयो भने चाहिँ कठैबरा भनेर दया देखाउने, तर ऊ सम्पन्न भयो भने चाहिँ यसले चाहिँ लुट्यो, यसले चाहिँ ठग्यो, यसको चाहिँ बर्बाद होस्, यसको खत्तम होस् भनेर सत्तो सराप गर्ने यो प्रवृत्ति अझै पनि छ होइन त हाम्रो हामी सबैकोमा देखिन्छ वर्तमान समाजमा। म पनि नेपाल फर्किएर 11 वर्षमा जे जति गरिरहेको छु आफ्नो बलबुताले भ्याएसम्म देखिन्छ। सम्भवतः रामकान्तजी मैले जीवनमा मेरै कुरा गर्नुहुन्छ भने लामखुट्टेले टोक्दा लामखुट्टे मारियो होला, त्योभन्दा बढी सायद न कसैको घरबार बिगार्ने, कसैलाई गलत प्रतिबद्धता गर्ने, कसैलाई घुमरामा राखेर आफू पुँजीपति वर्गबाट अझै रिच गेटिङ रिच भनेर मैले गरिबहरूलाई अन्याय गर्ने त्यो खालको मेरो स्वभाव पनि रहेन। तथापि यो त मैले उठाउनु भएको विषय मिनबहादुर गुरुङजीको विषयमा मैले थोरै कोट्याएँ। एकचोटि म काठमाडौँ एउटा कुनै कामले जाँदा काठमाडौँको एकजना अर्को व्यापारी भेट हुनुभएको थियो, सफल व्यापारी। मैले उहाँसँग आधी घन्टा टाइम मागेर उभिएरै गफ गरेँ र उहाँले मलाई भन्नुहुन्थ्यो, अहिले तपाईँले लिइरहनु भएको नाम मिनबहादुर गुरुङ, भाटभाटिनी म
विशाल नगर भन्ने ठाउँ छ, त्यो सुकेधाराबाट भित्र जाँदा म लगभग 2059 सालको एसएलसी दिएपछि म सुकेधारामा एउटा कोठा लिएर हामी चितवनबाट घरको चामलहरू लिएर स्टोभहरू ग्यासहरू लिएर, हाम्रो पालामा त ग्यासको पनि कमी थियो, स्टोभ थियो, मम्मीहरूले पठाइदिएको घिउ सानीमाहरूले पठाएको सबै कुरा लिएर म काठमाडौँ बस्थेँ। त्यहाँ जाने क्रममा मैले भाटबाटिनी भन्ने एउटा सेकुवा पसलहरू थियो त्यो चोकमा, अलि बाटो साँगुरो थियो। अनि पछि आएर भाटबाटिनीको कन्सेप्ट, अब म त बेलायतबाट फर्काँदा हाम्रो पालामा त लगभग एउटा सपिङ सेन्टरहरूको कन्सेप्ट पनि थिएन। माने पनि नमाने पनि नेपालीहरूलाई र आज पश्चिमा देशहरूमा गएर आफ्नो लाइफ स्ट्यान्डर्ड बढाएका, विश्व देखेका, जो पनि नेपाल छुट्टीमा आउने पर्यटकहरूको लागि नेपालमा भाटबाटिनी सुपर मार्केटको कन्सेप्टलाई एक्सप्लोर गर्ने र त्यो अवसर सबै कुरा एकै ठाउँमा पाइने एउटा एडभान्स सपिङ मलको कन्सेप्ट भाटबाटिनीले नै ल्याएको हो। त्यसलाई हामीले स्वीकार्नुपर्छ। तथापि मिनबहादुर गुरुङ त्यतिखेर पनि एउटा नाङ्लोमा थोरै केही आफ्नो एउटा जीविकोपार्जनलाई काठमाडौँ छिर्नु भएको मान्छे, उहाँले सुरु गर्नुभएको र बाटोको विवादमा उहाँले त्यतिखेर पनि आफूसँग सम्पन्नताले भरिपूर्ण नहुँदा पनि उहाँले विकास निर्माणका काममा त्यो भाटबाटी पुरानो भएको विशाल नगरभन्दा अगाडिको ठाउँमा बाटो बढाउनको लागि जग्गा दिनुभएको कुरा मैले पहिल्यै सुनेको थिएँ, जुन कुरा उहाँले जेनजी आन्दोलनपछि इन्टरभ्यूमा पनि भन्नुभएकै छ। अब 10,000लाई रोजगारी दिएर मिनबहादुर गुरुङका केही डिमेरिट्सहरू कुनै राजनैतिक दललाई उहाँले दिनुभएको जग्गाको विवादलाई लिएर 10,000 परिवारका रोजगारी छिन्ने विध्वंस जुन भयो, अहिले यदि इन्डियन व्यापारीहरू नेपालमा भएका हुन्थे भने मलाई लाग्दैन उहाँ फेरि म कमब्याक गर्छु, म 10,000 मेरा चेली छोरीहरूलाई म चुलो निभाउँदिनँ भन्ने जुन हिम्मतका साथ एउटा नेपाली छोरो आउनुभएको छ। चन्द्र ढकालजीहरूले आफ्नो लगानी बढाउनु भएको छ। एउटा व्यापारी बिहान 4 बजे उठेर मिनबहादुर गुरुङजीले धुप बाल्नुहुन्छ अरे, र बिहान उहाँ 4 बजे उठेर आफ्नो नित्य कर्म गरेर निस्किएपछि उहाँ राति घर फर्काँदा सधैँ प्राय हटकेसका खाना, परिवारहरू सुतिसकेको अवस्था होइन। यो नेपाल जस्तो देशमा त्यत्रा आउटलेटहरू रन गर्नुपर्नेको पीडा, दुःख, सङ्घर्ष, लगानी गर्ने नै व्यापारको नियम, इकोनोमिक्सको नियमले लगानी गरेपछि फलाउनै हो, कमाउनै हो। तथापि अब त्यो राज्यको असन्तुष्टिले लिएर व्यक्तिका घर, व्यापारिक प्रतिष्ठानहरूमा प्रहार गर्नु, आगो लगाउनु भनेको हामीले बुझेको, हामीले पढेको विश्व राजनीति इतिहास पढ्दा त गृहयुद्धको बिउ रोप्नु नै हो। हामीले बुझेको गृहयुद्धको बिउ रोप्दा अन्य देशहरूमा जो गृहयुद्धमा फसे यी कुराहरूबाट सुरु हुन्थ्यो, व्यक्तिलाई आक्रमण गर्ने, व्यक्तिका घर हान्ने भनेको कुराहरू। अब यो कुरा जति गरे पनि, जुन एङ्गलबाट व्याख्या गरे पनि, अब अहिले त हामी चेतनशील हुने कि शिक्षित हुने बहसमा छौँ। म पनि थोरै शिक्षित भइए जस्तो लाग्छ, तर चेतनशील अलि भइएन कि भन्ने लाग्छ म आफूलाई पनि। आज एउटा कुरा ठिक लागिरहेछ, बेलुका कता यो पो हो कि हामी सबै कन्फ्युज छौँ होइन। वर्तमान अवस्था अर्कै संस्थामा गुज्रिरहेछ। अब तथापि शिक्षित र चेतनशील भन्दाखेरि चाहिँ जस्तो मलाई अहिले सम्झेको कुरा, मैले 2-4 महिना अगाडि फेसबुकमा लेखेको थिएँ, चढेको छ लगभग 1.5 करोडको गाडी, तर 1.5 करोडको गाडीको सिटबाट बाहिर गुर्खाको खोल फालेर हुन्छ हाइवेमा कि। त्यही हो। अब शिक्षित भन्ने कि चेतनशील बन्ने त चेतनाको कमी भयो, शिक्षाले सबै कुरा भएन। त्यो 1.5 करोडको गाडी चढ्ने मान्छे, सामान्य मान्छे त पक्कै पनि छैन। त्यो ट्याक्सी पनि होइन, फेरि भन्दा बरु ट्याक्सी चलाउने चाहिँ चेतनाको स्तर त्यो हुन्छ भन्ने मेरो आशय त कदापि होइन। तर चेतना छ त्यो स्तरको होइन। गुर्खा खाएर खोल चाहिँ हाइवेमा फालिदिएको छ। कतिले त थुक्दाखेरि अरू प्यासेन्जर बाइक चलाउने अथवा साइकल चलाउनेको अनुहारमा परेको, कपडामा परेको शुद्ध पनि देख्छौँ हामीले। शिक्षित हुने कि चेतनशील हुने चाहिँ महत्त्वपूर्ण विषय रहेछ, महत्त्वपूर्ण विषय छ। अहिले त्यसकै कमी देख्छु म। मान्छेहरूको लहरमा चाहिँ उकासिने, अध्ययन कम गर्ने, सस्ता कुराहरूमा, छेडिक कुराहरूमा बढी बहकिने होइन, जसको अर्थ कसैलाई देवत्व गौण गरिरहन आवश्यक पनि छैन। एउटा लोकतान्त्रिक मुलुकमा, डेमोक्रेटिक पद्धतिले चलेका देशहरू, लोकतान्त्रिक मुलुकहरूमा तपाईँले देखिहाल्नुभयो, अमेरिकाको प्रेसिडेन्सियल इलेक्सनमा एलन मस्कले डोनाल्ड ट्रम्पलाई सपोर्ट गर्नुभयो। अब तपाईँ हेर्न सक्नुहुन्छ विभिन्न देशमा, युरोपेली मुलुकहरूमा पनि एउटा सम्पूर्ण व्यवसायहरूले, तपाईँ भारतकै हाम्रो छिमेक मुलुकमा हेर्न सक्नुहुन्छ, रतन टाटाहरूको जुन हामी इतिहास पढ्छौँ, मुकेश अम्बानीहरू होइन, हामी त्यो सबै कुरा हेरेर हुन्छौँ। कहीँ न कहीँ पोलिटिकल पार्टिजहरूलाई होइन, आफूलाई मन परेका, सिद्धान्त मिलेका मानिसहरूलाई एउटा व्यापारिक घरानाका व्यक्तिहरूले धेरथोर सहयोग गरिएकै हामी देख्छौँ। तर अब त्यही कुराहरूलाई प्रतिशोध लिएर त्यसो भए डोनाल्ड ट्रम्पलाई नै असक्षम भनेर जान त नमिल्ला। त्यही अनुसारले अब अलिकति हामी त्यो कुराहरूमा सचेत हुन जरुरी छ। जेसुकै गरे पनि, जेसुकै भने पनि, कसैको व्यक्तिगत भावनामा चोट पुग्ने गरी कुनै राजनीतिक दलमा आबद्ध छु भन्दैमा सौदाबाजी वा देवत्वकरणले हामी व्यक्ति पुजेर कोही पनि, कुनै पनि राजनीतिक दल, यो मैले भन्न खोजिनँ, हामी एउटा प्रिन्सिपलमा बाँच्नुपर्ने हुन्छ। आफूतिर पनि अहिले तपाईँले उठाइहाल्नुभयो, 1 करोडको गाडीबाट भोला खाएर फालेको, त्यसले पर्यावरणलाई गर्ने असर, तपाईँले बच्चालाई दिने संस्कार, 1.5 करोडको गाडी चढ्ने हिम्मत गर्ने मान्छे, नेपालको सडकहरू, मान्छेले त्यति चाहिँ आफ्नो बच्चा र आफूले पनि रजनीकान्त, भोला या कुनै फोहोर पदार्थ जो कोही, त्यसमा चाउचाउ हुनसक्ला, म्याङ्गो फ्रुटी हुनसक्ला, ती कुराहरूलाई
चाहिँ सडकमा फाल्नुभन्दा पहिला त्यसले मेरो स्ट्याटस कहाँ पुऱ्याउँछ र सँगसँगै समुदायलाई मैले के दिँदैछु भन्ने कुरा, पार्किङका कुराहरू छन् होइन। तपाईँ जेब्रा क्रसिङमा पार्क गरेको देख्नुहुन्छ हामी नेपाली समाजमा। ट्राफिक र व्यवस्थापनलाई पेलेर अगाडि बढेको कुरा, महँगो गाडी चलाउनेहरूले देखाएको तुजुकको कुरा, एउटा बाटोमा हिँड्ने पेडेस्ट्रियन एउटा पाहाडबाट आउनुभयो कि तपाईँको आमा मेरी हजुरआमाहरू गुल्मीबाट आएकोलाई जेब्रा क्रसिङ भनेको थाहा छैन। उहाँहरूलाई लेफ्ट ह्यान्ड साइडमा हिँड्नुपर्छ, दाहिनेपट्टिबाट ओभरटेक गर्नुपर्छ, म यहाँनिर हिँड्दा मैले लेन क्रस गरेको हुन्छु भन्ने उहाँहरूको न अशिक्षाले दियो न उहाँहरू त्यो संस्कारमा त्यो समाजमा हुर्कनु भयो। तथापि म देख्छु मेरो उमेरका साथीहरू मोटरसाइकल सवारी साधनमा एउटा वृद्ध आमा बुवा लौरो टेकेर हिँड्नुहुन्छ। हामी प्रायः गाउँतिर जाँदा हेर्छौँ नि, चौधरी गाउँहरूमा, हाम्रै पहाडी मूलका गाउँहरूमा तपाईँ जहाँ जानुहुन्छ, यो समुदाय विशेषलाई मैले भन्न खोजिनँ, तपाईँ गाउँतिर जाँदाखेरि बिस्कुन सुकाएको अलिकति वृद्ध उमेरका बुवा आमाहरू छेउमा हिँड्न भन्दा पनि बिच बाटोमा हिँडेको, उहाँहरूले त्यो सिङ्गो गाउँ आफ्नो देख्नुहुन्छ, त्यहाँ बिचका सडकहरूलाई आफ्नो मान्नुहुन्छ, त्यहीँ हुर्काउनु भयो, त्यहीँ बुढो हुनुभयो। अब त्यसलाई हामीले अनियन्त्रित हर्न बजाएर झ्यालको सिसा खोलेर त्यो वृद्ध आमालाई के भन्न जरुरी छैन। एकछिन ब्रेक हान्नु पनि सकिन्छ। एम्बुलेन्स इमर्जेन्सी साधनहरूले साइरन दिएकै हुन्छन्, कोही कान सुन्नुहुन्न। यो या बग्यो एकदम तीव्रतामा बगेको नेपाली समाज देखेर म पनि कहिलेकाहीँ एक्लै बसेर सोध्छु र पहिला म पनि रिसाउँथेँ। भित्री सडकमा गाईबस्तु चराउनु त पर्यो नि होइन। जस्तो किसान हुनुहुन्छ, भित्री सडकहरू हाइवेको कुरा गर्ने मैले, त्यहाँ त अब आफ्नो गाईबस्तु खोलेर चौरसम्म लाने हो कि चरण गर्ने ठाउँसम्म लाने होला। त्यो लाने बेलामा चाहिँ गाडीहरू बत्ती राखेका हुन्छन् होइन। त्यो गाडीले चाहिँ त्यो बिचरा त्यो गाई भैँसीलाई पनि हर्न बजाइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो गाई भैँसी बिच्केर पुरा खेतखेते दौडिरहेको हुन्छ। त्यो बिचरा त्यो किसान, गाई बस्तु पालेको किसान हुनुहुन्छ, उहाँ चाहिँ लट्ठी लिएर दौडिरहनु भएको देख्छु कि। अनि विरक्त लाग्ने कि त्यो बेलामा चाहिँ कस्तो म्यानर होला यो मान्छेको। त्यो गाई बस्तु हो बिचरा, उसले त्यो बाटो पिच हुनुभन्दा अगाडि अथवा त्यो बाटो नक्सामा पास हुनुभन्दा अगाडि जहाँ त्यहाँ आली थियो होला चितवनको बस्तीहरूमा, त्यो आलीबाट त्यो जनावर हिँडिरहेको थियो, त्यो किसानले त्यहीबाट उसले निकास गरिरहेको थियो। एकछिन त वेट गरिदिन सक्छ नि भन्ने खालको मलाई पनि लाग्ने। ठ्याक्कै तपाईँले पनि त्यो कुरा भन्नुभएको मलाई क्लिक भयो। खै अब अहिलेको कुरा गरौँ, जस्तो सोसियल मिडियाले हो नेपाललाई यति साह्रो हेट स्पिच लाई मोटिभेट गरेको कि सोसियल मिडियाले होइन हाम्रो नेचरले हो? अब यस्तो छ, तपाईँ के छ हेट स्पिच गर्नेहरू चाहिँ बढी सक्रिय भएका मात्रै हुन्, अरूले नबोलिदिएर चाहिँ त्यहाँ अथवा अरूको उपस्थिति सामाजिक सञ्जालमा मौन भइदियो, त्यहाँ प्रतिवाद भएन। त्यो भएर कति छाडाहरूले जे पनि लेख्न थाले भन्ने लाग्छ कि होइन सबै समाजै यस्तै नै हो, आफूलाई पऱ्यो भने चाहिँ केही नगर्ने, अरूलाई पऱ्यो भने मुख छाडा गाली गर्ने। के लाग्छ तपाईँले कसरी बुझ्नु भएको छ यो आफैले हेरिरहँदाखेरि, मनन गरिरहँदाखेरि? अब अहिलेको अवस्था सबै कुरा सामाजिक सञ्जाललाई एउटा आँखाले मात्रै सामाजिक सञ्जाललाई दोष दिनु पनि नमिल्ला। तपाईँ मेरै कुरा गर्नुहुन्छ भने म बेलायतबाट फर्किएपछि मेरा यावत सामाजिक मान्छेहरूसँग छिनजान, मैले म को हुँ सामाजिक सञ्जाल सँगसँगै तपाईँले पिर बिसाउने चौतारी पनि हो। हामी कहिलेकाहीँ लेख्छौँ नि, दुःखका कुराहरू सेयर गर्छौँ, आफ्ना बालबच्चाका प्रियजनहरूका जन्मदिनको शुभकामना दिन्छौँ। मृत्युका खबरहरू सामाजिक सञ्जालबाट दिएर देवघाटमा 2000को भिड त्यहीँबाट छ। हामी व्यवसाय बुस्ट गरिरहेका छौँ। कैयौँ दाजुभाइ दिदीबहिनीहरूले राम्रो पनि गरिरहेछन्। अब कैयौँ सामाजिक सञ्जालका आइडियाहरू यस्ता छन् जसलाई हामी सर्च गरेर पनि हेर्छौँ, त्यहाँ ज्ञानगुणका कुरा छन्, एथेन्टिक्स कुराहरू छन् भने त्यही सामाजिक सञ्जालमा गालीगलोज गर्ने, अर्काको प्रगतिमा रिस गर्ने, यतिसम्म कि अब ट्यागै गरेर चरित्र हत्या गर्ने। अब त्यो मान्छेको मानसिकताका जसको चेतना जति छ रामकान्तजी त्यो त्यति नै बाहिर आउने हो होइन। त्यो आजभोलि चाहिँ म बाटोमा हिँड्दा गर्दा म पहिला अलि एग्रेसिभ नेचरको थिएँ। आजभोलि चाहिँ म यो केही अध्ययनहरू मेरो फुर्सदमा म के राजनैतिक भिडियोहरू कि विश्व इतिहास राजनीति नेपालका हिस्ट्रीहरू म हेरिरहेकै हुन्छु। म टेलिसिरियलहरू, म स्पोर्ट्स बच्चामा खेलियो दौडियो होला फुटबल खेल्नलाई, तर त्योभन्दा बढी आजभोलि मेरो समय म जति पनि विश्व प्रसिद्ध विश्व सफल एउटा इतिहास कायम गरेका मान्छेहरूका विरोधी बिना उनीहरू सफल हुँदैनन्। मैले केही संस्थाहरूको नेतृत्व पनि गरेँ सामाजिक रूपमा होइन। त्यो गर्ने क्रममा पनि त्यो आलोचकहरू चाहिँ केही गर्नै पर्दो रहेनछ। तपाईँ राम्रो कोट लगाएर हिँड्नुभयो भने तपाईँलाई कस्तो सुहायो, राम्रो देखियो नि तपाईँलाई भनेको तपाईँहरू कमै सुन्नुहुन्छ होइन। मान्छे आजभोलि यसको राम्रो कोट रहेछ, यसले कहाँ किन्यो, यसले किनेन होला, यसलाई कसैले दियो होला होइन, यसले यो दारी कहाँ काट्यो, यसको कमाइ कहाँबाट आयो। अब तपाईँ एउटा गाडी किन्नुभयो भने एउटा व्यवसायीले भोलिको दिनमा मैले गाडी आफ्नो दुःख गरेको देखिँदैन। म कार्टुन पनि बाँध्छु, म शनिबार पनि सेवा दिन्छु, यावत परिवारको समय छुट्याइएको छ, थोरै सामाजिक कामहरूमा अगाडि बढेर
भोलिको दिनमा म कहीँ गएको पोस्ट म विदेशी होलिडेमा इन्टरनेसनल ट्रिपमा गएँ भने त्यो मान्छेले लुटेरै गयो भन्ने समाज भयो। दुःख गरेको देखिँदैन होइन, गरेको सफलताहरूमा मान्छे क्रिटिसाइज गर्ने भयो, एपोलोजाइज कम। संसारमा एउटै कुरा म हेर्छु, संसारमा मान्छेले एउटै कुरा मात्र आफूलाई बढी देख्दो रहेछ कि त्यो के रहेछ भने त्यो दुःख रहेछ। सबै कुरा मान्छेले अर्काको बढी देख्छ, सम्पत्ति अर्काको बढी देख्छ, खुसी अर्काको बढी देख्छ, प्रगति अर्काको बढी देख्छ, तर एउटै कुरा आफ्नो मात्र बढी देख्छ, त्यो दुःख। र संसारमा एउटै कुरा मात्रै कमी भइरहेको देख्छु अहिले। जस्तो सबै कुराको मूल्य बढेको छ, मान्छे जनसङ्ख्या बढेको छ, प्रदूषण बढेको छ, राजनीतिक सद्गर्मीहरू विश्वव्यापी रूपमा बढेका छन्, सबै कुरा बढेकै छ। अब सुनको भाउ बढेको छ, डलरको भाउ बढेको छ, सबै कुरा भनौँ न, एउटै कुरा घटेको रहेछ, त्यो हो विश्वास। घर परिवारभित्र एकअर्कालाई विश्वास छैन, नाता सम्बन्धहरूभित्र एकअर्कालाई विश्वास छैन, राजनीतिक दल र राजनीतिक सहकर्मीहरूको बिचमा विश्वास छैन, व्यावसायिक प्रतिष्ठानहरूको बिचमा विश्वास छैन, गठबन्धन गर्यो गठबन्धनभित्रै अविश्वास छ, न्याटो कन्ट्रिजदेखि तपाईँको G7 कन्ट्रिजहरूको बिचमा त्यो होडबजाले एकअर्काको बिचमा विश्वास छ, जनतालाई नेताप्रति अविश्वास छ, नेतालाई आफ्नै कार्यकर्ता बिच अविश्वास छ, पत्रकारिता क्षेत्रमा तपाईँलाई अर्कोसँग अविश्वास छ। म यसो हेर्छु घटेको के हो भन्दा एकअर्काको बिचमा गरिने ट्रस्ट त्यो घटेको छ वर्तमान विश्व पोलिटिक्स नेपालमा। यी कुराहरू म एक्लै बसेर सोचिरहेको हुन्छु। अब म एकछिन राजनीतिक विषयमा प्रवेश गर्छु। धेरै विश्व इतिहास हेर्ने हो भने पनि र नेपालकै इतिहास हेर्ने हो भने पनि परिवर्तनहरू हुने वा नेतृत्वप्रति असन्तुष्टि राख्ने समूह त पक्ष त जहिले पनि भइ नै रहन्छ। नेपाल केही पनि नभएको, हुँदै नभएर यो अवस्थामा आइपुगेको हो कि अथवा होइन भइराखेको छ, जति हुनपर्ने त्यो नपुगेर चाहिँ आम मानिसको असन्तुष्टि हो कि खास भएको चाहिँ के हो अहिले नेपालमा, तपाईँलाई के लाग्छ? अब सर्वप्रथम तपाईँले गर्नुभएको प्रश्नमा अलिकति व्याख्या गर्दा 1947मा भारत स्वतन्त्र भयो, त्यसको 2 वर्षपछि चीन एउटा आन्तरिक द्वन्द्व गृहयुद्धमा फस्यो। त्यसपछि माओको शासनपछि 1949मा चीनले एउटा गति लिन सुरु गर्यो। 2 वर्षपछि स्वतन्त्र भएको र आफ्नो लयमा माओको शासनमा फर्किएको चीन आज भारत कहाँ चीन कहाँ हामी हेर्दाखेरि विश्लेषकहरू हामी गफ गर्दा भनिन्छ चीनले विज्ञानमा विश्वास गर्यो, साइन्समा, डेभलपमेन्टमा। भारतले पनि गर्यो प्रगति, विश्वको 4औं 5औं स्थानमा भारत पनि हाम्रो छिमेकी छ। दुवै मुलुकहरू अगाडि बढ्दा हाम्रो लागि पनि छिमेकीहरू बलियो हुने राम्रै कुरा हो। तथापि कति कुराहरू कस्तो हुँदो रहेछ भने हिन्दू र मुस्लिमको लडाइँ, आन्तरिक द्वन्द्व, यी सबै कुराहरूले मुलुकलाई पछाडि धकेल्दो रहेछ। चीनमा पनि डोजर लगाएर मान्छे मारियो, खम्पा विद्रोह नेपालमा हुँदै राजा वीरेन्द्रको पालाबाट हामीले हाम्रो मुस्ताङ क्षेत्रबाट विविध इतिहासहरू पढ्छौँ। यो सबै कुरा हेर्दाखेरि म पार्वतीपुर रङ्गिला हुँदै बुवाहरू माडी सर आउनु भएपछि म ग्राइबेल बाटोमा पार्वतीपुर अन्नु मेमोरियल शिवनगरमा पढ्थेँ। त्यतिखेर सम्भवतः एउटा बस मात्रै भरतपुर आउँथ्यो। सडकको संरचनाहरू मेरै मानसपटलमा भएको तपाईँ कुरा गर्नुहुन्छ भने पनि यी पक्की सडकहरू मैले मेरो बालापनमा सायद सम्भवतः तपाईँले पनि देख्न पाइएन। अब पछिल्लो चरणमा हामी देशले पार गरेका विभिन्न आन्दोलन र क्रान्तिहरूको विषयमा सुगौली सन्धि जुन 1815 शताब्दीमा सुगौली सन्धि, हाम्रो त्यतिखेरको राजगुरु गजराज मिश्रहरूको इतिहास हामीले पढ्यौँ। सुगौली सन्धिमा नेपालको अधीनत्व कायम गरिरहेको 2/3 भूभाग गुमाउनु पर्दाको पीडाका कुराहरू हामीले इतिहासमा पढ्यौँ। त्यसपछि हुँदै 46 सालको आन्दोलनपछि विभिन्नतामा नेतृत्व गर्ने हाम्रा नेताहरू जसले देशको लागि आफ्नो सामाजिक राजनीतिक जीवन व्यतीत गर्नुभयो, उहाँहरूको पालामा टनकपुर सन्धि सम्झौतादेखि महाकाली सन्धि सम्झौतादेखि संयुक्त जनमोर्चामा रहेर बाबुराम भट्टराई र पम्पा भुषालजीहरूले तत्कालीन प्रधानमन्त्रीलाई बुझाउनु भएको असहमति सम्झौताप्रति, महाकाली सन्धिमा आएर टनकपुरलाई संसदबाट पास गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाबाबु कोइरालाले बराल प्रतिवेदन आयोग नै भन्ने हामीले पढ्यौँ। संसदबाट सामान्य बहुमत लिएर पास गर्दा अहिलेका साझेदार यो जेनजी आन्दोलनभन्दा पहिला हामीले माओवादी र एमालेको गठबन्धन पनि देख्यौँ। हुँदाहुँदै संसद र सरकार सञ्चालनमा नेपाली कङ्ग्रेस र एमालेको साझेदारी पनि देख्यौँ। त्यतिखेर फरक मत राख्ने राजनीतिक दलका नेताहरू एकै ठाउँमा उभिएको पनि देख्यौँ। महाकाली सन्धिमा विभिन्न कुराहरू विभिन्न कोणबाट विशेष गरी कम्युनिस्ट पार्टीहरूले चर्काएको आन्दोलनको कुरा पनि हेऱ्यौँ। केन्द्रीय कमिटीमा फरक मतहरू राखिएर यावत कुराहरू हामीले देख्यौँ। तथापि ती सम्झौताहरू संसदबाट पास भएनन्।
एउटा एकतर्फी सम्झौता भनियो शारदा ब्यारेजदेखि सबै कुराहरू हामीले इतिहास हामी सबै जानकार नै छौँ। वर्तमान परिप्रेक्ष्यमा अलिकति यो मै युके गएको बेलापछि चाहिँ धेरै युवा पुस्ताहरूमा एउटा विदेश जाने ट्रेन्ड चल्यो। चलेपछि हामी सुखै सुखमा हुर्किएका वर्ग बुवा आमाको लगानीमा +2 पढेपछि हाम्रो सपना नै विदेश जाने, युरोप जाने, चिल्ला सडकहरूमा हिँड्ने र स्वतन्त्र हुने कुराहरूमा गयौँ। र विदेशका विकास 15औं शताब्दीमा डेनमार्क फिनल्यान्डको इतिहास तपाईँ पल्टाएर हेर्नुहुन्छ भने कोलम्बसले अमेरिकाको पहिचान गरेपछिको ती पुराना इतिहास फर्काएर हेर्ने हो भने आज हामी जुन फेजमा गुज्रिरहेका छौँ त्यो 15औं शताब्दीमा पश्चिमा मुलुकहरू रहेको देखिन्छ। अब आज उनीहरूले यत्रो सयौँ वर्ष पार गरेर जुन स्थान हासिल गरेका छन् जसको अर्थ त्यो मैले एक्सक्युजको रूपमा हामीसँग समय छ विकास नभए नि भएकै छ भन्न खोजिनँ। तथापि अब ती क्रान्ति फ्रेन्च रिभोल्युसन होइन मार्क्सको इन्डस्ट्रियलाइजेसनका कुराहरू हिटलरका पालाहरू हामीले एउटा विध्वंसहरू संसारले नै बिहोर्यो। पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध तमाम कुराहरू क्रान्तिको लागि भए। तर हामी अलि छिटो हतारियौँ कि हामीले मेहनत गरेर आज म 20,000 तलब खान्छु भने म 2 लाख तलब खाने हुनलाई कम्तीमा 10 वर्ष 5 वर्ष मेहनत लगानी त गर्नु पर्ला। पैसाको मात्रै लगानी सबै कुरा हुँदैन, श्रमको हुन्छ, प्रतिभाको हुन्छ, क्षमताको हुन्छ। तथापि अब रिच गेटिङ रिच पोर गेटिङ पोर भने जस्तो एउटा नेपाली समाजमा अलिकति क्षमता र प्रतिभा हुनेलाई पुँजीले रोक्ने, पुँजी हुनेहरूसँग क्षमता नहुने र यो दुईवटा चिजको सन्तुलन मिलाउन चाहिँ मान्छेले आफनत्व म हो नि त मेरो लगानी हो तिमीले यति नै गर्नुपर्छ तिमीले यति नै स्यालेरी पाउँछौ भन्ने एक खालको एलिट वर्गमा त्यो देखिन्छ नेपाल इन्डिया दक्षिण एसियाली मुलुकहरूमा। भने त्यो प्रतिभा र क्षमता हुने हाम्रा युवा मित्रहरू अथवा साथीहरू भनौँ लाई चाहिँ आजको भोलि मलाई निखारेर लानुपर्छ भन्दा पनि मैले आजको भोलि फलानुले यति कमाएँ मैले पनि 1 लाख त कमाउनु पऱ्यो नि होइन। नतिजा भन्दा नियत भन्दा नतिजा हेर्ने समाजको विकास भयो। राम्रो नियत राखेर गरियो भने नतिजा राम्रै आउँछ होइन। अब अहिले हामी चाहिँ नतिजा केन्द्रित बढी भयौँ कि हामी पश्चिमा देशहरूमा गएर होलिडेमा नेपाल आउँदा एउटा भारत गएर पहिला पनि इतिहासमा बुवा बाजेले भन्नुहुन्थ्यो मकैला देख्दा ए लम्बे लम्बे क्या आयो हामी एउटा सम्झाउँछौँ नि त्यो पुरा पहिला पनि त्यो इतिहासहरूमा हेर्छौँ। अलि हामी हतारियौँ कि जस्तो लाग्छ अहिलेको पुस्ता। मैले कतै सुनेको थिएँ सायद महावीर पुनले भन्नुभयो कि के अरे यति फुर्सदिला नेपाली कि 4 जना बसेर क्यारम बोर्ड खेल्छन् वरिपरि अर्को 12 जनाले हेर्छन् दिनभरि र बेलुकी जाँदाखेरि मासु भात दुध भात पनि खान पाउँछन्। यतिको भएपछि नेपालीले कहाँ काम गर्छ भन्ने सुनेको थिएँ कि हामी कर्ममा अलि अल्छी पनि छौँ हो। धेर थोर त्यो देखिन्छ पनि जग्गाहरू बाजे छन् तर विषादीयुक्त तरकारी किनेर खाएका छौँ अनि स्टार्टस चाहिँ फेरि तरकारीमा विषादी नै विषादी भएको तरकारी भयो राज्यले केही गरेन भनेर लेखिराखेका हुन्छौँ होइन। कर्ममा अलिक कम चासो राखेको कारण पनि हो कि यो धेरै हेट स्पिच अथवा यो नकारात्मक धारणा आउने अनि यो सफलता र असफलताको कुरा धेरै निस्किने फुर्सद धेरै भएर हो कि गोबर मन पर्दैन डेरी प्रोडक्ट्स पनिर र दही आइसक्रिम मनपर्छ। गोबर मैलो हुन्छ मलभित्र सजिएका डेरी प्रोडक्ट्सहरू चाहिँ हामीलाई एउटा हाम्रो मापन समाजमा प्रतिष्ठित बन्नको लागि झोलामा ल्याउँदा हामीलाई राम्रो देख्छौँ। यो सबै कुरा चाहिँ कार्ल मार्क्सको बेलाको त्यो उद्योगीकरणको बेलामा उहाँको बारेमा पढ्दाखेरि चाहिँ कुनै पनि उद्योगको लगानीकर्ता सँगसँगै त्यसका मजदुरले पनि त्यसको सीमित हिस्सा र नाफाको लाभांश पाउनुपर्छ वर्ग सङ्घर्षको कुरा मार्क्सले गर्नुभयो। ती कुराहरूलाई हेर्दै जाँदा म बेलायत गएँ। म बेलायतमा हेर्थेँ म सुरुमा म्याकडोनल्ड्स भन्ने संस्थामा काम गर्न गएँ नेपाली चेलो भर्खरै गएको मलाई एकदमै लगभग £3.75 2007मा। अहिले बेलायतको सम्भवतः 12 देखि 16 पाउन्ड पुगेको छ भन्ने मैले सुन्छु। म जाँदा £3.75 थियो त्यो स्टोरमा काम गर्दा। अनि पछि बेलायत बस्दै जाँदा र अहिले पनि अब थप यता आएपछि अध्ययनहरू गर्दा हेर्दा डकुमेन्ट्रीहरू हेर्दाखेरि त्यो कार्ल मार्क्सले जे कुराहरू उठाउनु भएको छ त्यो कुराहरूमा पश्चिमा मुलुकहरूले त्यसलाई थ्योरिटिकल्ली प्र्याक्टिकल्ली उहाँहरूले एप्लाई गरेको देखिन्छ। मेहनत अनुसारको काम लगानी अनुसारको प्रतिफल 6 घन्टा काम गर्नुहोस् क्लक इन गर्नुहोस् क्लक आउट गर्नुहोस् ब्याङ्क होलिडेज र शनिबार नाइटमा गरेको बढी लिनु निन्द्रा फाल्नु भएको छ 2 पाउन्ड बढी नै लिनुहोस् काम गर्नुहोस् घडी अनुसार चल्नुहोस् टाइमली सबै कुरा देखिन्छ नि त युरोपमा सिस्टम। अब नेपालमा चाहिँ ल्याउन त नेपाल सरकारले विभिन्न तहका सरकारहरूले पनि एउटा घोषणा गरेर सीमित स्यालेरी यतिले पुग्दैन 13,500 हुँदै 17,500 पुगेको देखिन्छ। तर त्यो सँगसँगै महँगीले धानेको छ त भन्ने प्रश्नमा हाम्रो नेतृत्व व्यक्ति इङ्गित पार्टी इङ्गित होइन त्यो गम्भीर समीक्षामा होइन। तपाईँले खसीको मासु बच्चा हुँदा सम्भवतः
हामी दसैँमा मात्रै खसी खाएर हुर्किएको वर्ग हो होइन, मध्यमवर्गीय परिवार। अब अहिले लगभग तपाईँ खसीको मासु तपाईँ एउटा मासिक एकजनाले तपाईँ महिनाभरि काम गर्दा तपाईँ एउटा राम्रो मन्टेसोरमा हाल्न सक्ने अवस्था छैन। यो छातीमा हात राखेर यी कुराहरूमा स्वीकार्नुपर्छ। हामी कोही कहाँ आबद्ध होला, हामीलाई तिर्न पुग्यो होला भन्ने प्रसङ्ग होइन, म होइन, हामी हुनु पऱ्यो। समाजमा सबैले उचित शिक्षा पाउनु पऱ्यो। त्यो शिक्षा पाउनको लागि इन्कम र एक्सपेन्सेसको सन्तुलन पनि राज्य सत्ता सञ्चालन गर्ने हेर्नुपर्छ। औषधि उखती तपाईँले भनिहाल्नुभयो, औषधिको मूल्य हेर्नुहोस्। अब औषधि व्यवसायमा हामी छौँ। तपाईँ शिक्षा प्रणाली हेर्नुहोस्, स्वास्थ्य हेर्नुहोस्। तपाईँले अघि भन्नुभयो खेती किसानी गर्ने एउटा किसानले जब 6 महिना एउटा धान बाली रोपेर त्यसलाई बचाएर ट्र्याक्टरको खेती, धान काट्ने मेसिन आजभोलि त एडभान्स पाइन्छ, त्यो सबै लागत लगानी गरेर उहाँले लगेर बेच्दाको मूल्य र त्यसको त्यो डिफ्रेन्सको बिचको ग्याप पनि त नेतृत्वदायी भूमिकाले किसान खुसी छ कि छैन? किसान खुसी नभएसम्म देश भन्दैन। त्यही अघि हर्न बजाउने कुरा गरौँ गाई बस्तुलाई, आखिर त्यसैको दुध त्यही गाडी गएर अर्को चोकबाट त्यही भैँसीको दुध लिएर गइरहेको कुरा पनि त्यो सवारी चालकले हेक्का नराखिरहेको अवस्था छ, जसको अर्थ अब धेरै कुराहरू सुधारका कुराहरू बाँकी छन्। हेर्नुहोस् अब यो कुरालाई। तर अब त्यसो हो भने अहिले जस्तो पुराना दलहरू कामै भएनन्, अझै कतिसम्म भने नयाँ दलहरू त पुरानो दलहरू त पुरै निमिटानी पार्नुपर्छ। अझै यी बुढा भन्ने नेताहरूलाई त के भन्ने शब्दै प्रयोग नगरौँ होइन, त्यतिकोसम्म जीवन नै अन्त्य हुनुपर्छ भन्ने टाइपको शुद्धै धारणा दिइराखेका छन्, चुनावी क्याम्पेन गरिराखेका छन्। त्यसमा नयाँ आउनेलाई चुनौती के देख्नुहुन्छ तपाईँ? पुरानाले केही नगरेर नयाँ चाहिएको हो या नयाँसँग प्रष्ट भिजन छ, त्यही भएर नयाँ नै रोज्ने हो? म तपाईँलाई एउटा अलिकति व्यक्तिगत प्रश्न गर्न चाहन्छु। प्रश्न तपाईँले सान्दर्भिक उठाउनु भएको छ। अहिलेको वर्तमान परिप्रेक्ष्यमा हामी अलिकति राजनीतिक दलभन्दा माथि उठेर देशको बारेमा सोच्ने परिस्थितिमा उभिएका छौँ। एउटा पङ्क्तिले पुराना नेताहरूले देश सके बेचे भनिरहेको अवस्था छ भने पुराना राजनीतिक दलहरूले नयाँहरूसँग भिजन छैन, यिनीहरू केटाकेटी हुन् भन्ने खालको देखिन्छ। जनता चाहिँ मैले अघि भनिहालेँ चेतनशील र शिक्षितको कुराहरूमा अल्झिएका छन्। सामाजिक सञ्जालले त्यहाँ विघ्न भ्रमित पनि पारेको छ। तपाईँले जन्माएकी छोरीको वा भनौँ तपाईँलाई जन्माउनु भएकी आमाको या भनौँ तपाईँले जीवन बिताउन ल्याउनु भएकी श्रीमतीको तपाईँलाई सबै कुरा मनपर्छ? त्यो सबै त कहाँ सम्भव हुन्छ र? केही न केही कम्प्रोमाइज कहिलेकाहीँ हामी श्रीमतीहरू यही स्टुडियोबाट काम गरेर तपाईँ घर जाँदा पनि श्रीमतीले ढिलो आउनु भएको भन्दा अरू देख्दैनन्। खाना चिसो भयो, श्रीमतीको दायित्व पनि हो त्यो। आमा तपाईँ नगएसम्म सुत्नुहुन्न, तपाईँको बच्चाहरू बाबाको थकान मेहनत त्यो बुझ्ने उमेर भएको छैन। पहिलो प्रश्न, बाबा तपाईँ सधैँ ढिलो आउने किन हो? यही नै हो। तथापि आफू काममा हुन्छ, स्टुडियोबाट उनीहरूकै लागि दुःख गरिएको हुन्छ, घर पुग्दा थाकिएको हुन्छ, भोक लागेको हुन्छ, लेट इट गो। यो सबैको अधिकार हो भनेर हामी खुम्चिएका हुन्छौँ, विशेषतः पुरुषहरू। महिलाहरूको आफ्नै दायित्व छ। पुराना नेताहरूलाई मैले जोड्न खोजेको उदाहरण, आज पुराना दलमा आबद्ध एमाले, कङ्ग्रेस, माओवादी, पुराना सबै राजनीतिक दलहरू, नेपालका निर्वाचन आयोगमा दर्ता भएर अगाडि बढेका दलहरूलाई परिवारभित्रको त मन पर्दैन भने सबै कुरा मन पर्दैन। तर प्रसङ्ग कहाँनिर हो भने नेपाली समाजलाई नै विखण्डन ल्याउने गरी, देशको स्वाधीनता र देशको पासपोर्ट नै कमजोर हुने गरी जे प्रयासहरू हामी गरिरहेका छौँ एउटा होडबाजीमा, राजनीतिक होडबाजीमा, त्यो म आवश्यक देख्दिनँ। तपाईँ आफ्नो ठाउँमा ठिक हुनुहोस्। महात्मा गान्धी, नेल्सन मण्डेला भाषणै नगरी, नराम्रो कुरै नगरी पनि त विश्वले चिन्यो, हामी देखिरहेछौँ। भने फिडेल क्यास्ट्रो जस्ता क्युबाका उग्र वामपन्थी बोल्ने, गाली गर्ने, अमेरिकाको विरुद्धमा उहाँहरूको पनि एउटा खालको सङ्घर्ष देखियो पश्चिमाहरूसँग। त्यो गर्ने अब त्यो आफ्नो एउटा स्वभावको कुरा पनि हुन्छ। हेर्नुहोस् अब कति कुराहरू नयाँ दलमा लाग्दैमा तपाईँले गरेको हरेक अपराध पानीमाथिको ओभर हुने र पुरानो दलमा लाग्दैमा सबै प्रतिभाहरू ओझेल पर्ने, कसैलाई नैतिक समर्थन गरेकै भरमा तपाईँ अपराधी हुने, देशद्रोही हुने, र नयाँ दल एउटा वेबमा बग्दैमा चाहिँ तपाईँ चेतनशील र बुद्धिजीवी हुने, पुरानो दलको सदस्यता त्याग्दैमा तपाईँ बुझेको हुने, नयाँ दलमा नलाग्दैमा तपाईँ नबुझेको हुने, गाली गलौजको राजनीतिले तपाईँले संसदको टिकट पाइहाल्ने, वडाध्यक्षको टिकट पाइहाल्ने, त्यसपछिको उद्देश्य के हो? अब एउटा यसलाई घुर्की भनौँ या अब आत्मीयता भनौँ के भनौँ, पुराना दलका नेताहरू या शुभेच्छुकहरूले पनि खबरदार तैँले चाहिँ हाम्रो अथवा पुरानो दललाई छोडेर नयाँमा भोट हालिस् भने तँलाई चाहिँ तेरो हाम्रो सम्बन्ध सकियो भन्ने टाइपको एउटा इमोसनल्ली के भनौँ त्यसलाई, अब थ्रेड भनौँ। अनि उता नयाँ दलहरूले चाहिँ त अझै पनि पुरानै दलमा भोट हाल्ने, त खत्तम रहेछस्, त त्यसको के भन्छ हनुमान रहेछस्
या त्यसको यावत तरिकाले त अझै पनि त्यो बुढापाकालाई भोट हाल्छस्, त गए गुज्रेको रहेछ, त कामै नलाग्ने भन्ने टाइपको दुई थरी दबाब छ कि। एउटा स्वतन्त्र मान्छे, कार्यकर्ता होइन, शुभेच्छुक मतदाता, जसले हरेक मतदानमा उसले आफूले मन लागेको चुनाव चिन्हमा भोट हाल्दै आएको छ, त्यो मतदाताले अब गर्ने के गर्ने? उसले पुरानालाई भोट हालौँ, नयाँले मान्छेकै सङ्ख्यामा राखेको छैन, नयाँलाई भोट हालिदिउँ, पुरानाले सम्बन्धै तोडिदिन्छु भन्ने खालको कुरा गरिराखेका छन्। तपाईँको एनालाइसिस के छ? अब सबै खाले दलमा सबै खाले मान्छेहरू छन्। तपाईँहरू पत्रकारिता क्षेत्रमा हुनुहुन्छ, सबै कुरा सबैजना पत्रकार साह्रै समाजकै लागि मात्रै काम गरेका होलान् नहोलान्, कतिले आफ्नो जीवन पत्रकारितामा दिएर शहीद पनि भयो होलान्, थोरै कमाइको बिचमा पनि पत्रकारिता कायम राखेका होलान्। अब तपाईँले गर्नुभएको यो प्रश्न वर्तमान नेपाली राजनीतिमा एउटा राजनीतिक भाष्य भन्दा पनि के व्यक्तिका टिप्पणीका कुराहरू हुन् जस्तो लाग्छ मलाई। तथापि हामी समाजसँगै छौँ। तपाईँले गरेको कर्म, तपाईँ मेरै क्षेत्रको म अलिकति कोट्टाएर कुरा गर्न चाहेँ। नेपाली कङ्ग्रेसकी उम्मेदवार क्षेत्र नम्बर 2, म यही क्षेत्रमा बस्छु। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको क्षेत्र पनि यही छ। आफ्ना राजनीतिक दलबाट उम्मेदवारीहरू आएका छन्। तपाईँ 10 वर्ष चितवनमा पत्रकारिता भन्दा बढी गर्नुभयो। म तपाईँको नाम सिनर्जीबाट नै तपाईँ 20 वर्ष गर्नुभयो। तपाईँले नेपाली काङ्ग्रेसकी उम्मेदवार मिना खरेल विगत 8-10 वर्षबाट सामाजिक काममा हुनुहुन्छ र मलाई लाग्दैन उहाँ आबद्ध दलले कुनै पनि कार्यक्रममा प्रमुख अतिथि मैले उहाँलाई देखिनँ, कमै देखेँ पार्टीगत कामहरूमा। तर समय त आउँदो रहेछ त। तपाईँ एउटा लगाम निष्ठा र समाजसँग जोडिरहनु भयो भने राजनीतिक पद, राजकीय पद त हानाथाप र होडबाजी नै गर्नुपर्ने त रहेनछ, सम्झियो कङ्ग्रेस चितवनले। अब त्यस्तै एमालेबाट युवा अश्विन घिमिरेलाई अगाडि बढाइएको छ। पार्टीको लागि प्रतिबद्ध मान्छे भनेर एमाले अगाडि सारेको अवस्था छ भने रवि लामिछानेजीको उम्मेदवारी छ। अन्य राजनीतिक दलहरूबाट 5 भोट ल्याए पनि स्वतन्त्र उम्मेदवारहरू हुन सक्लान्। त्यो एउटा हिम्मतको चाहिँ कदर गर्ने हो रामकान्तजी। राजनीति गर्दा कहीँ कुरामा अगाडि तपाईँ वनभोज जाँदा, जस्तो कहीँ जाँदा पनि वनभोजको कुरा उठाउने एकजनै हुन्छ कि कतिको विचार गर्नुभएको छ। ठुलो सङ्ख्यामा देखिने वनभोज, पारिवारिक भ्रमणहरूमा एउटा व्यक्तिको दिमागले चाहिँ वनभोज जाउँ न हाम्रो ग्रुप पनि भनेर हामी थालनी गर्छौँ। र त्यो सुरुङ खन्ने मान्छेको योजनामा, त्यो योजना बनाउने मान्छेको योजनामा त्यो वनभोजको स्थलमा छलफल हुन्छ, समय निर्धारण हुन्छ, पैसाको निर्धारण हुन्छ, खानेकुराहरू सुगर हुनेलाई यो, फलफुल यो। मेरो आमाले त केही नि खानुहुन्न, जान इच्छा गर्नुभएको छ, उहाँलाई सुन्तला लैजाउँ। मेरो आमालाई सुगर छ, आलु नहाल्नुहोस् है। पार्टी प्यालेसलाई लाने कि हामी यावत चरणमा छलफल र योजना बनाउँछौँ र त्यो वनभोज सफल हुन्छ। र वनभोजका टिकटक र सामाजिक सञ्जालहरूमा हामी हेर्दाखेरि 53 जना 100 जना वनभोजका समूहमा उपस्थित हुन्छ। तथापि त्यो वनभोजमा सहभागी गराएको मासु नखानेलाई, सोह्र श्राद्ध बारेकोलाई, स्वस्थानी कथा पढेकोलाई, 70 वर्षको तपाईँ हाम्रो आमाहरूलाई, 4 वर्षका हाम्रा बच्चाहरूलाई, तपाईँ हामी जस्ता युवालाई समतामूलक समावेशी तरिकाले एउटा वनभोज आयोजना जसले गएर बेलुका घर सबैलाई सुरक्षित पुर्याएर त्यो जिम्मेवारी पुरा गर्छ, त्यस्तै नै अहिलेको राजनीति हुनुपर्छ। उमेर वर्ग भन्दा पनि सबै खालेका आफ्ना वर्ग हुन्छन्। तपाईँ हामी काठमाडौँ गएर मोटरसाइकलमा आइन्छ, हामी त्यति थाक्दैनौँ। फेरि पनि तपाईँ स्टुडियोमा आएर काम गर्न, तर हाम्रा आमाहरूले, हाम्रा ठुलो बुवाहरूले सक्दैनन्। कति बेला उमेरको दोष हुन्छ। तर त्यो परिपक्वता तपाईँ र हामीसँग भन्दा हाम्रो गार्जेनहरूसँग बढी छ। यी कुराहरूलाई उमेर वर्गकै कारण बाउ बुढो भयो फालिदिने त, आमा पढेकी छैनन्, आमालाई कहीँ लिएरै नहिँड्ने त, एउटा बच्चा आफ्नो थोरै अपाङ्ग भयो उसलाई बच्चा नस्वीकार्ने त। मेरिट्स र डिमेरिट्स एउटा योजनाबद्ध रूपले नेपाली राजनीति अगाडि बढ्न जरुरी छ। मैले देखेको कुराहरू स्वतन्त्रतापूर्वक हेल्दी तरिकाले आलोचना सहन सक्ने खुबी नेतामा हुनुपर्छ। त्यो भनिरहँदा दारीमा कमेन्ट गर्ने, लगाएको कपडामा कमेन्ट गर्ने, प्रगतिका सूचकहरूमा प्रहार गर्ने, आफू चाहिँ खेरि तपाईँले भन्नुभयो महावीर पुनको उदाहरण जोडेर क्यारम बोर्ड खेलेर बसेको छ, बेलुका दुध भात मिलेकै छ। र अर्को दिउँसो एउटा समस्या खाएर मेहनत गरेर एउटा गाडीबाट झर्ने मान्छेको व्यथा र मजबुरी नबुझेर प्रगतिको बाधक आलोचक बन्नु त्यो गलत हो भन्ने चाहिँ मलाई लाग्छ। तथापि सत्कर्म गर्दै गइयो भने राजनीति भन्ने चिज कयौँ दशकौँ जीवनी सङ्घर्ष बिताएका नेताहरू, अनुशासन कमिटी, प्रणाली, विभिन्न भातृ सङ्गठन भएका पार्टीहरूलाई आज हम्मे परेको छ। तथापि बाह्य शक्ति, पश्चिमा शक्ति भनेर हामी जुन
प्रमाणित नभइसकेका विषयहरूमा एकअर्कालाई आरोपित गरिरहेका छौँ। माने पनि नमाने पनि सिंहदरबार जलाउन जाने, सर्वोच्च अदालत जलाउन जाने, भाटबटिनी लगायत केबल कारहरूमा प्रहार गर्ने ती हातहरू घुसपेटै भएको रहेछ भनेपछि छानबिनले प्रश्न गर्ला, त्यो अहिले बोल्नु पनि उपयुक्त हुँदैन। ती हातहरू चाहिँ नेपाली पनि थिए। ती मट्टितेल बोकेर जाने हातहरूले नबुझेका पनि हुन सक्छन्। सीमित व्यक्तिहरू प्रयोग भयो होलान्। यदि भएकै भोलि प्रमाणित तथ्यहरू सार्वजनिक हुन आउला, छानबिन भइरहेकै छ। केही न केही असन्तुष्टि त थियो, तर त्यो असन्तुष्टिको जिम्मेवारी सबै वर्तमान सरकारले मात्रै लिने हो कि आजसम्मको व्यावसायिक यो राजनीतिक प्रणालीमा भएका सबैको भागीदार हिस्सा पर्छ कि नैतिक रूपमा अलि बढी सत्ता सञ्चालन गर्नेलाई पर्न सक्ला इतिहासमा, फलानुको पालामा फलानु हुँदा भन्ने त्यो पर्न सक्ला इतिहासमा हुने कुरा। तथापि सत्य तथ्य नआइकन मलाई तपाईँ मन परेन भनेर, तपाईँसँग मेरो चिनजान भएन भनेर मैले तपाईँलाई नेगेटिभ कुरा गरेर तपाईँको चरित्र सिद्धाउनलाई त त्यो कतिको न्याय उचित हुन्छ? भोलि प्रमाणित भएछ भने त कत्रा कत्रा राजा महाराजाहरू त तपाईँको चाहिँ गद्दाफीको इतिहास हामीले लिबियामा पढिरहेका छौँ। तानाशाहवाद, मुड्रोको कुराहरू, हामी नोबेल पिस प्राइजको कुराहरू, अमेरिकन राष्ट्रपतिसँग आएको एउटा नोबेल पिस प्राइजको प्रतिस्पर्धामा प्रतिपक्षी दलकी नेत्री जसले आफ्नो जीवन लोकतन्त्र र शान्ति स्थापनाको लागि निरन्तर जनतामाझ रहिरहनु भयो। उहाँले नोबेल पिस प्राइज जितेको इतिहास हामीसँग ताजै छ, भर्खरै मात्र। अब यी सबै कुराहरूलाई मूल्याङ्कन गर्दा यो बसहरू अलि लामो गर्नुपर्ने हुन्छ। तर मान्छे नेपालकै पनि उदाहरण गर्ने कृष्णबहादुर महरा, खुमबहादुर खड्का, बालकृष्ण खाड, होइन, पछिल्लो राजनीतिक प्रमाणित भयो, दोषी देखिनुभयो, जेल जानुभएको छ, कतिको विपक्षको लागि मुद्दा चलिराखेकै छ। पहिला हेर्नु भने चिरञ्जीवी वाग्लेहरू, होइन, अब गोविन्दराज जोशीकै कुरा भनौँ, 20 वर्षपछि अस्ति भर्खर फैसला भयो। त्यो त फेरि कारबाही पनि त भइराखेकी पनि त छ नि, होइन? तर त्यही भएर प्रमाणित हुनु पऱ्यो र प्रतीक्षा गर्न चाहिँ सक्नु पऱ्यो भन्ने आशय तपाईँको? त्यो सँगसँगै अलिकति गणित मिलाउने भन्छु म चाहिँ। कैयौँ मान्छेहरू पार्टीका गहना छन्, त्यो नयाँ हुन् पुराना हुन्, पार्टीका गहना छन्। एउटा सीमित व्यक्ति एउटा टोल सुधारमा, एउटा ओडामा, एउटा जिल्लामा र हुँदै गएर प्रदेश, हुँदै केन्द्रदेखि राष्ट्रमा। सो मदन भण्डारीको भाषणहरू, बिपी कोइरालाका कुराहरू, नेपाली कङ्ग्रेसभित्रका एमालेका माओवादीभित्रका जुन सपनाहरू 62-63का कुराहरू हामी प्रचण्ड भूमिगत हुँदा हामी उहाँहरूका अडियो रेकर्डहरू मात्र सुन्दा पनि हामीलाई ऊर्जा मिल्थ्यो क्या। अलिक फराकिलो धरातलबाट कुरा गरौँ न। कहीँ आएर फलानु आउँदै हुनुहुन्छ, अडियो रेकर्ड सुन्दा मदन भण्डारीले राजाको विरुद्धमा टुँडी खेलमा श्रीपेश राखेर आउनुहोस् भनेका कुरा, स्वाधीनता र संसदमा गर्नुभएको भाषण हेर्दा त हामीलाई त ऊर्जा मिल्थ्यो नि। अब सबै कुरा हेर्दाखेरि अङ्कगणित मिलाउने जस्तो भातृ सङ्गठनहरू, टोल सुधारहरू, तपाईँ जहाँ विशुद्ध त्यहाँ राजनीति आवश्यक छैन नि। त्यहाँ पनि आफ्नो राजनीतिक स्थायित्व र प्रभाव कायम गर्नको लागि अध्यक्षहरू हाम्रो हुनुपर्छ, कोषाध्यक्ष हामीले पाउनुपर्छ। त्यसको लागि तयार पनि त हुनु पर्ला नि। तपाईँलाई तपाईँको पार्टीले पत्याउनु भन्दा पहिला समुदायले पनि त पत्याउनु पर्ला नि। समुदायमा 9 जनाले तपाईँलाई खराब भन्दा 1 जनाले त तपाईँको पक्षमा तपाईँलाई चिनेकोले बोल्ला त, यो मान्छे यस्तो होइन, भ्रम नफैलाउँ, एकचोटि उसलाई अवसर दिउँ भन्ने मान्छे त समाज त जिउँदै छ नि। समाज त विश्वविद्यालय हो, एउटा राजनीति विश्वविद्यालय हो आफैमा। यो सबै कुरा वर्तमान परिस्थितिमा, यो सबै कुरा आफू स्थापित हुनलाई गरिएका कुरा, एउटा गुटबन्दी गरेर अन्यायमा परेका गरिबहरूको मुद्दाहरू अलिक कम सुनवाई भयो कि, अङ्कगणितमा बहुमत पुऱ्याएर गर्न हुने नहुने कामहरूमा हामी लागियो कि, धरती छोडियो कि, आत्मा मारियो कि, यी सबै कुरामा सबै राजनीतिक दलले नयाँ पुरानो समीक्षा गर्ने बेला चाहिँ भएको छ। अब आजको भोलि परिवर्तन आउँदैन। मैले तपाईँलाई अघि पनि भने, डेनमार्क, फिनल्यान्ड आज हामी विश्वका सुखी मुलुकहरू भनेर पढिरहेका छौँ। 15औं शताब्दीमा उनीहरू यो अवस्थामा थिए। आज बाटो बन्यो। आज डेनमार्कमा ग्रिन पोलिटिक्सको कुराहरू अगाडि बढिरहेको छ। उहाँहरू यो विकास निर्माणका सम्पूर्ण कुराहरू पुरा गरेर ग्रिन पोलिटिक्स, आजको चुनावी एजेन्डा जसले ग्रिन पोलिटिक्स, पार्क, हरियाली, यो वातावरणीय सन्तुलनलाई मिलाउन सक्ने नेता नै त्यहाँको लिडर हुँदैछ, उहाँको चुनावी एजेन्डा। फिनल्यान्डले अस्ति भर्खरै विद्युतीय माध्यमबाट मोबाइलहरू चार्ज गरेको एउटा प्रक्षेपण सफलतापूर्वक पुरा गर्नुभएको छ। उहाँहरू अब इलेक्ट्रिक गाडीतर्फ लाग्दै हुनुहुन्छ बिना यो शक्तिहरूबाट गर्ने कुरा। अब यो अलिकति अध्ययन पनि फुर्सदमा गर्नुपर्ने हुँदो रहेछ, कसैलाई गाली गलौज गर्नुभन्दा पहिला। जसको अर्थ मैले नेपालका राजनीतिक दलहरूले गर्नुपर्ने सबै कुरा गरे, बाँकी केही छैन भन्न खोजिनँ। अलिकति पार्टीभित्र पनि रिनोभेट हुन, अवसरको कुरा सँगसँगै समुदायसँग जोडिन र वास्तविक जीविकोपार्जन र रोजगारी उत्पादनको लागि हाम्रो राजनीतिक दलहरू लाग्नुको विकल्प म देख्दिनँ। त्यसको लागि योजना चाहियो, त्यसको लागि मतभेदहरू कम गर्नुपर्छ। जस्तो जर्मनीको एउटा राजमार्गमा त्यहाँको दुर्घटनाहरू बढी भएपछि जर्मनीको संसदमा न्यूनतम साझा धारणा भनेको एक सूत्रीय न्यूनतम साझा धारणा थियो। हरेक राजनीतिक दलको जनता केन्द्रित एउटै धारणा
त्यो राजमार्गमा स्पिड लिमिट गर्ने कुरा चाहिँ अघिल्लो साल कि कहिले पास भएको छ त्यो दुर्घटना न्यूनीकरण गर्नलाई। भनेपछि कयौँ यस्ता मुद्दाहरू छन् जे मुद्दाहरूमा हामी फरक मत राख्ने, सिद्धान्त कोही मार्क्सवाद, कोही प्रजातान्त्रिक समाजवाद, हिन्दू धर्मवादीहरू पनि हुनुहुन्छ, कोही आफ्नो पहिचानका रूपमा नेपालमा अगाडि बढ्नुभएको छ। तर केही मुद्दाहरू यस्ता हुन्छन् जस्तो गरिबी निवारणको मुद्दा। एउटा गरिब रगत खोज्न जाँदा रगत सहज तरिकाले जीवन बचाउने कुरा, त्यहाँनिर राजनीति हुन आवश्यक छैन। सर्टेन मुद्दाहरूमा सबै दल एक ठाउँमा आउनुको त्यो नयाँ पुरानाको त्यो बहसै छैन। केही मुद्दाहरू यस्ता छन् तपाईँको स्वाधीनताको विषयमा जस्तो हाम्रो भूमिको विषयमा चुसे नक्साको विषयमा सबै दलहरू एकै ठाउँमा थिए आउनुपर्छ। यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संविधान अथवा उहाँले सार्वजनिक गरेको एउटामा उहाँले हाम्रा भूमिहरू सार्वजनिक गर्नुभयो। त्यसपछि तत्कालीन प्रधानमन्त्रीले पनि केपी ओलीले पनि राजनीतिक नक्सा सार्वजनिक गर्नुभयो संसदबाट 2/3 पास गराएर। दैलेखमा पेट्रोल खानीका ग्यास खानीका कुराहरू 70 लाख अमेरिकी डलर त्यसभन्दा पहिलाका सरकारहरूले अनुसन्धानमा खर्च गरिरहेका थिए, नतिजा आएको थिएन। तर उहाँ प्रधानमन्त्री भएर आएपछि नाकाबन्दी गडान बेहोरेपछि चिनिया कम्पनीलाई दिएपछि त्यो चाहिँ प्रमाणित भएको अवस्था छ। त्यसलाई अगाडि बढाउनु पर्ने दायित्व छ। जुन सरकार आए पनि भोलि सरकारमा को आउँछ त्यो फागुन 21 पछि नै थाहा होला, मतगणनापछि। तर केही मुद्दाहरू यस्ता छन् जो फरक राजनीतिक दलले गरेको भन्दैमा त्यसलाई ओझेल पार्नु हुँदैन। त्यो नेपाली जनताको भविष्य, भरोसा, सपना, हाम्रा पसिनाहरूसँग गाँसिएका मुद्दाहरू छन्। त्यसलाई साझा हातेमालो गर्न अनुहारै हेर्न मन लागेन भने पनि ती कुराहरूलाई अगाडि बढाउनु अब आउने सरकार, बहुमत ल्याउने दल या फेरि पनि संविधानको धारामा टेकेर बनेका राजनीतिक दलहरूको न्यूनतम साझा धारणा मैले फेरि पनि भन्न चाहेँ। ती कुराहरूलाई अगाडि बढाउनु, जसरी मधेसलाई स्वत मधेस बनाउने संविधान बन्दा तपाईँ पनि बुझेकै भयो हुनुहुन्छ। हामीले पढ्यौँ, हेऱ्यौँ, संविधानमा अवरोधहरू आए। म व्यक्ति विशेषलाई कसैलाई दोष दिन चाहन्न। ती कुराहरूमा मधेसलाई टुक्रिन दिनु हुँदैन, मधेस स्वचालित प्रदेश हुन दिनु हुँदैन, प्रदेशका सङ्ख्याहरू यतिभन्दा बढी बनाउनु हुँदैन भन्ने कुरामा अडान लिएका नेताहरू छन्। यो बीपीको वैज्ञानिक समाजवाद, मदन भण्डारीको जनताको बहुदलीय जनवाद, एउटा उद्देश्य र सपना बोकेर अगाडि आएको माओवादीको माओवाद, यी सबै कुराहरूको मिश्रणले हामीले न्यूनतम साझा धारणा बनाउन सकियो भने त एउटा देशको असन्तुष्ट पङ्क्तिको 10वटा मुद्दामा 2टा मुद्दा त सम्बोधन होला नि। त्यसपछि निराशा हटेर आशा जाग्ला, देश फर्किने क्रम होला। एउटा निजी व्यवसायलाई तपाईँले सुरक्षा दिन सक्नुहुन्न भने थप लगानी देशमा कसरी भित्राउनुहुन्छ? होइन, हिल्टन होटल चलिरहँदा, देशको संवैधानिक सर्वोच्च निकाय सिंहदरबार चलिरहँदा अन्तर्राष्ट्रियले के देख्यो होला? त्यही पासपोर्ट लिएर विदेश जाने नेपाली भाइ बहिनीहरूलाई के व्यवहार गर्ला? ती कुराहरूमा हामी सबै सचेत भएर एक्का राख्नुपर्छ। असन्तुष्टिहरू राख्न पाइन्छ, आन्दोलन छ, असन्तुष्टि छ, हुन्छ। मैले भने अघि तपाईँलाई घर परिवारसँग हाम्रा केही कुराहरूमा मतभेद रहन्छन् नि। हामीलाई सबै कुरा बुवाले गरेको मन नपर्न सक्छ, मैले फेरि पनि भने श्रीमतीले गरेको मन नपर्न सक्छ। तर त्यसलाई हामी हेल्दी वे खोज्छौँ नि। हामी एउटा बोल्छौँ, छलफल गर्छौँ, कहिलेकाहीँ आवेगमा रिसाउँछौँ पनि, तर हामी विद्रोह गरेर बुवासँग झगडा गर्न त जाँदैनौँ। होइन, त्यो एउटा तरिका हुन्छ, समय चाहिन्छ, धैर्यता चाहिन्छ, जनतामाझ कुरा बुझाउनु पर्ने हुन्छ र सँगसँगै आफूसँग एजेन्डा पनि हुनुपर्छ। तपाईँलाई मैले खराब भनेर मात्रै म चोखो त हुँदिनँ नि। तपाईँले चाहिँ के गर्नुहुन्छ भन्दा मसँग 1, 2, 3 पाइपलाइन चाहियो र ती पाइपलाइनहरू म त्यहाँ गएपछि सिक्छु भनेर त पाइएन नि। तपाईँले नयाँ गाडी सडकमा लिएर गएर म राजमार्ग चाहिँ चिल्लो यो 6 लेनको सडकमा गोन्दल्याङबाट पुल्चोकमा यो सफा सिधा बाटो छ, म गाडी सिक्छु भन्न पाइन्छ र? तपाईँले सिकिरहेको गाडीले अर्कोलाई दुर्घटना भएर ज्यान जान सक्छ। त्यो कुरामा हामी सचेत रहनुपर्छ। राजनीति यति सजिलो फुटबल सिके जस्तो, अझै त्यसमा पनि नेपाल जस्तो जियो पोलिटिकल। म एउटा पछिल्लो तथ्याङ्क हेर्दै थिएँ, मलाई दुखेको विषय, जियो पोलिटिकल्ली साह्रै ग्रस्त भएका मुलुकहरूमा युक्रेन पछि हाम्रो नाम समावेश भइसकेको रहेछ। अब त्यसले हामीलाई कहाँ पुर्याउँछ? त्यसले हामीले गृहयुद्ध लगायतका अरू कुराहरू भोग्न त नपर्ला, हामी त्यति निराशावादी पनि नबनौँ। तर तिनै जियो पोलिटिक्सका कुराहरूले हामी भोलि बाधक बन्न सक्छौँ। एउटा कुटिलता चाहिन्छ। तपाईँ राजमार्गमा टिप्परलाई ओभरटेक गर्नुभन्दा पहिला तपाईँ सोच्नुहुन्छ नि। तपाईँ सानै भए पनि अटो रिक्सासँग बस्नुहुन्छ नि, होइन? हाम्रो नेपाली समाजमा तपाईँ एउटा क्रेटा चढ्दैमा तपाईँ टिप्परलाई, 16 चक्के ट्रकहरूलाई, मालबाग ट्रकलाई तपाईँ ओभरटेक गर्न 2 चोटि सोच्नुहुन्छ नि। तर कुटिल तरिकाले तपाईँ साइड लाइट बालेर हर्न दिएर त्यो चालकको ऐनामा हेरेर ओभरटेक गर्नेहरूले त सानो दूरीमा नै ओभरटेक गर्छन् नि राजमार्गहरूमा। त्यो कुटिलता राजनीतिमा चाहिन्छ। अब यो उमेरको वर्गले दोष दिएर हेर्नुहोस्, यसले धेरै पर हामीलाई लाँदैन र त्यो नलाँदै गर्दा यो तपाईँको व्यक्तिगत राजनीति मात्र सिद्धिने होइन। यो सिङ्गो नेपाली जनता, यो माटो, यो हावा पानी, यो बगेका खोला नदी, उद्योगहरू, प्रकृति सबै रुन्छन् र त्यति बेला हामीलाई ढिलो भइसकेको हुनेछ। अब तपाईँ भेनेजुएलामा जति रोए पनि, तपाईँ युक्रेनमा जति रोए पनि
गहुँको सबैभन्दा बढी उत्पादन गर्ने कृषिको उपज तपाईँ रुस सँगसँगै आएको देश युक्रेन होइन। भन्दाखेरि भाषामा हामी भन्छौँ त्यो युक्रेनीहरूको हेर्दा हिजो सोभियत सङ्घमा युक्रेन र रुससँगै थिए। त्यसपछि न्याटो मुलुकहरू त्योभन्दा पहिला एउटा इन्डो पेसिफिक अन्तर्गत गर्ने कुरामा 12वटा देश थिए न्याटोमा, त्यसपछि 20वटा देश जोडेर 32वटा पुऱ्याइयो। सोभियत सङ्घमा 16-17वटा मुलुकको एउटा राज्य थियो। स्टालिनको पिरियडहरू पनि हामीले पढ्यौँ। र त्यस्ता उर्वर भूमिहरूलाई आज कसरी तहस-नहस बनाइयो? ठिक छ, तपाईँलाई कसैलाई केपी ओली मन पर्ला, कसैलाई बालनजी मन पर्ला, कसैलाई चित्रबहादुर केसी मन पराउने पनि त छन् नि। भक्तपुरमा नारायणमान विद्युतीय मादल मन पराउने पनि त छन् नि। प्रेम सुवालहरू छन्। तराईमा साइकल छाप छाता छाप पनि त छन् नि। त्यो व्यक्तिगत कसैलाई समर्थन गरेकै कुराले अन्तर्राष्ट्रिय राजनीति पोलिटिक्स हुने तरिकाले चाहिँ हामी थोरै संयम हुनुपर्छ। विशेष गरी नयाँ आउनुभएका साथीहरू र यो देशलाई यहाँ पुर्याउने पुराना दलका नेताहरूले पनि अब पार्टीभित्र पनि रिफर्मको आवश्यक छ। नयाँ युवाहरूलाई प्रशिक्षण दिने। मैले जे जति जाने पनि मलाई लाग्दैन म अहिले संसदको लागि क्यापेबल छु होइन। संसद भनेको सर्वोच्च निकाय हो, कानुन निर्माणको तह हो। म त्यसको लागि लको विद्यार्थी हुनु पऱ्यो, मैले देशी विदेशी शक्तिहरूसँग कुटिल सम्बन्ध राख्न सक्नु पऱ्यो। भोलि म सांसद भएर गएँ भने नेपालले मलाई प्रतिनिधित्व गरेर फरक देशमा पठाउँदा त्यहाँको जियो पोलिटिक्सको बारेमा जान्नु पऱ्यो, त्यहाँको रैथाने भाषाहरूको बारेमा थोरै भए नलेज हुनु पऱ्यो। एउटा ल्याकत आफूमा राखेर मात्रै पार्टीभित्र आफ्नो स्पेस खोज्नुपर्छ। म कुनै नेतासँग नजिक छु, म यति सालबाट लागेँ, मैले पार्टीलाई यति सहयोग गरेँ, म घर परिवार म्यानेज गरेर पार्टीमा हिँडेको छु भन्दैमा एक सूत्रीय मागले पार्टीका नेताहरूलाई दबाब दिने र पार्टीका नेताहरूले पनि त्यही कुरा जो आफूसँग नजिक छ, अगाडि पछाडि घुमेको छ, ह्याप्पी बर्थडेका फोटोहरू अहिले त सजिलो छ नि, काम गर्न नि पर्दैन। तपाईँ घरै बसेर सिरेर कोडेर एउटा पोस्ट लेखेर एउटा गाली गरेको स्ट्याटस हालेपछि पदहरू मिलिरहेका छन्। त त्यो कुनै पनि राजनीतिक दललाई त्यसले धेरै टाढा लाँदैन। त्यसले हाम्रो घर बसेर अहिले तपाईँको आमा मकै छोडाउँदै हुनुहुन्छ होला मोहनामा, आमाका सपना पुरा गर्दैन। अब आमालाई तपाईँको चिन्ता छैन, तपाईँका छोरीहरूको चिन्ता छ। तपाईँ विवाहित हुनुभयो, घरमा बुहारी हुनुहुन्छ, 2 छोरीहरूको भविष्य, आमा यो संसारबाट बिदा हुँदै गर्दा ती भविष्यले आमालाई छोएको छ र त्यसलाई चाहिँ गाली गरेर मात्रै हुन्छ जस्तो मलाई लाग्दैन। एउटा तमाम योगदान, एउटा सङ्घर्ष जीवन दिएर गर्नुपर्ने जति सकिएन होला। तपाईँको जीवनसँग सन्तुष्ट हुनुहुन्छ? पक्कै पनि हुनुहुन्छ। म पनि छैन। मैले पल्लो घरको एउटा डक्टरलाई हेर्छु, मेरो साथी, म पनि बेलायत नगएर बुवा मम्मीले भनेको माने भए चिकित्सक हुन्थेँ भन्ने लाग्छ। फेरि आफूलाई सम्हाल्छु, जे भए पनि त आफूले योगदान दिन सकिन्छ नि मानव भएर जन्मिएपछि भन्ने लाग्छ। तपाईँले पनि आफूलाई सम्हाल्नुहुन्छ, तपाईँलाई पनि टिकाराम यात्री बन्ने मन होला नि, तपाईँको पनि फ्यान फलोवर्सहरू, तपाईँको भ्युवर्सहरू मिलियनमा जाउन् भन्ने होला होइन। मेन प्रोटोकलको अनलाइन मिडिया जस्तो बन्न मन होला। तपाईँ सङ्घर्ष गरिरहनु भएको छ। तपाईँ आजको भोलि कसैलाई खुइलाउने एउटा नेगेटिभ कमेन्ट, एउटा भिडियो हालिदिनु भयो भने त तपाईँको भ्युवर्स त भोलि नै बढ्छ त। तर तपाईँ त्यो गर्नु भएको छैन। तपाईँ अड्डिनु भएको छ, तपाईँ समाजसँग डराउनु भएको छ, तपाईँ आफ्नो पसिनामा पोहोर गर्नु भएको छ, निष्पक्ष तरिकाले पत्रकारिता गर्नुभएको छ र यसले निकास एक दिन दिन्छ, ढिलो चाँडो। त्यही भएर म कति पनि आत्तिएको गरेको यो आवेगमा गरेर मैले फेरि पनि भने राजनीतिक दलमा कहीँ मेरो पनि समर्थन हुन सक्ला, तर मैले घर परिवारकै उदाहरण दिएँ। अब यो भिडियो यो इन्टरभ्यू हेरिरहने हुने जो पनि हुनुहुन्छ तपाईँहरूले बुझ्नुभयो होला, असन्तुष्टि असहमति हुन्छन्। तर घरभित्रको व्यक्ति चौतारामा गएर चोकमा गएर गाली दोष गर्नुपर्छ भन्ने त होइन नि। असहमति राख्ने ठाउँहरू होलान्, राखिएला, अहिले नहोला, अर्को वर्ष होला होइन। तपाईँ जति पनि पुराना दलमा उम्मेदवारहरू तपाईँले देखिरहनु भएको छ त, दाग नलागेका, योगदान गरेका, उमेरले 30 भन्दा पनि तल भएका उम्मेदवारहरू पनि त पुराना दलले स्पेस दिएका छन् नि। अब त्योभित्र कुरा बुझाउनु, पुरानो पुस्ता र नयाँ पुस्तालाई समावेश गरेर मैले वनभोजको कुरा गरेको थिएँ, ती कुराहरूलाई जोडेर लानु। अब पुराना दलबाट पनि आएका नयाँ युवा उम्मेदवारहरू संसदमा गएर गाउँमा चाहिँ गाडीबाट झर्ने र एउटा आमसभा र कोणसभा प्रमुख अतिथि को छ भनेर माइनेट हेर्ने होइन। अब नयाँ अभ्यास हिमालयन जाभाको एक्सप्रेस काउन्टर जस्तो ह्यान्डी जनतामुखी काम गर्नुको अब विकल्प म देख्दिनँ। चाहे जुनसुकै दल, मैले चाहिँ मेरो व्यक्तिगत वर्तमान राजनीतिलाई त्यसरी हेरिरहेको छु। थोरै चिन्तित पनि छु। बालबच्चा यहीँ छन्, बुवा आमासँग छु, सबै साथीभाइहरूसँग समाजमा मिलेर बसेको छु। कहीँ एउटा चुनावले हामी बिचमा फ्र्याक्सन ल्याउँछ कि, समाजमा बोलचाल भएका साथीहरू कुनै राजनीतिक दलको समर्थनले दुध डेरीहरूमा जुत्ता सिलाउने ठाउँमा भेट हुँदा बोलचाल हुँदैन कि, म त्यसमा सजग छु र त्यो हुनु हुँदैन भन्ने मेरो मान्यता हुन्छ। एकदम महत्त्वपूर्ण विषयमा गफगाफ गर्न पायौँ। राम्रो उदाहरणसहित यो विश्लेषणका लागि समय दिनुभयो, तपाईँलाई धेरै धन्यवाद छ। हस्, थ्याङ्क यू। तपाईँलाई पनि यो अवसर, एउटा वर्तमान देशको अवस्थामा बोल्ने अवसर दिनुभएको धेरै धन्यवाद छ। थ्याङ्क यू।